राजेश हमालले आजसम्म जनताको लागि चुक्क बोल्ने मान्छे महानायक हुन सक्छ र सक्दैन, कदापि हुन सक्दैन। त्यो चाहिँ त्यस्तै विदेशी एनजिओको आइएनजिओको गोटी बनेर हिन्दू समाजलाई बदनाम गर्ने काम मात्र। राजेश हमाललाई दलाल भन्दै कुर्लिने यिनी हुन् 2 साता अघि राजधानीमा राजेशको तस्बिर जलाउने विनय यादव। देश र समाजको विरुद्धमा जसले काम गर्छ, देशमा फाटो ल्याउने जसले काम गर्छ, त्यसको त्यही हालत हुनुपर्छ। उनको आक्रोश यतिसम्म थियो कि उनी फेरि पनि राजेश हमालको तस्बिर जलाउँछु भन्दै चुनौतीका साथ बोलिरहेका थिए। उहाँले यो समाजमाथि कुट्राघात गर्नुभयो। हाम्रो धर्म संस्कृतिमा एकदम चर्चबाट पैसा लिएर अब राजेश हमालले तपाईले भन्नुभयो नि क्रिस्चियन एडको लगानीमा यो कार्यक्रम निरन्तरता दिए जातको प्रश्न आइरह्यो भने फेरि पनि फोटो जलाउनुहुन्छ राजेश हमालको? फेरि पनि विरोध गर्छौं। कहाँ जलाउनुहुन्छ? अब अस्ति भीमसेन गोलामा जलाउनुहुन्छ, अब कहाँ जलाउनुहुन्छ? फेरि पनि विरोध हुन्छ उहाँको। र हैन, उनले सक्छौ भने आफूलाई कारबाही गरेर देखाउन समेत ठाडो चुनौती दिए। तपाईको च्यालेन्ज जब भन्नुहुन्छ हेर्नुस्, तपाईलाई छ नि नेपालमा यदि कानुन छ र तपाई चाहिँ यति ठुलो हुन्छ, तपाई कुनै ग्याङबाट चल्नु भयो होला, ठुलो गाउँ होला, तपाई कुरा हुन्छ हैन। तपाईले यही कुरा हेर्नुस्, तपाईले हिन्दू समुदायले तपाईलाई ठोक्छ, मलाई कारबाही हुन्छ। आज राजेश हमालको तस्बिर जल्दा समग्र कलाकारिता क्षेत्रमा लागेका आम चलचित्र कर्मीको मन दुखेको छ। भने चाहिँ राज्यबाट कहाँबाट पैसा आउँछ, कताबाट के छ, राजेश हमाल कुनै पार्टीमा छैन, केही पदमा छैन, कलाकार कुनै पार्टीमा छैन, जसले चाहिँ गर्ने भाडा बजाउँदै तपाईँ फोटो च्यात्दै हिँड्ने, तपाईँले सरी भन्नुपर्छ। हेर्नुहोस्, कलाकारको तस्बिर जलाएर धर्मको नाममा किन आम नेपालीलाई एक अर्कासँग जुदाउन खोज्दैछन् त विनय यादव? आखिर उनी के चाहन्छन्? तर उहाँले त्यो अन्त भइरहेको छुवाछुतलाई एउटा फोकस गरेर हाम्रो समाजमा तोडेर फुट डालेर चर्चलाई जुन भित्र्याउने समता फाउन्डेसनको जुन अभिप्राय छ, कुचेष्टा छ, त्यसमाथि राजेश हमालजी प्रयोग हुनुभयो हो। त्यो हाम्रो निन्दाको विषय हो र उहाँहरूको घोर विरोध गर्दछौँ। के राजेशको तस्बिर जलाउँदा उनलाई अलिकति पनि आत्मग्लानी भएन? आत्मग्लानी, म त राष्ट्रको लागि काम गरेको छु, धर्मको लागि काम गरेको छु। प्रस्तुत छ राजेश हमालको तस्बिर जलाइएपछि उत्पन्न घटनाक्रममाथि रहेर गरिएको विशेष बहस। कृपया पुरा भिडियो हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला। तपाईले अदालतको जस्तो न्यायाधीश बनेर राजेश हमालले गलत नै गरिसके, मैले फोटो जलाएर राम्रो गरेँ, अर्कोचोटि नै जलाउँछु, कति प्राउड फिल के तपाईलाई? फिल्मी कुरा समेट्छौँ सम्पूर्ण कुरा। युट्युब च्यानलहरूको भिडमा हामी हौँ फिल्मी कुरा समेट्छौँ सम्पूर्ण कुरा। यहाँहरू सबै दर्शकमा हार्दिक स्वागत व्यक्त गर्छु। म श्याम हरि। दर्शक महानुभावहरू, आज म सम्पूर्ण आम व्यक्तित्वले चासो राखेको विषयमा बहस गर्दैछु। असोज 26 गते महानायक राजेश हमालको काठमाडौँको भीमसेन गोलामा तस्बिर जलाइयो। कतिले यसलाई पुतला दहनको संज्ञा दिए। तस्बिर जलाउँदै गर्दा यति अपमानजनक ढङ्गले राजेश हमालको तस्बिरमा लात्ती प्रहार भयो कि यो घटना पछाडि धेरैले चासो व्यक्त गरिरहँदा नेपाली चलचित्र क्षेत्रका आम चलचित्र कर्मी भने मौन जस्तै देखिए। आज मूलतः यो घटना किन घट्यो, किन राजेश हमालको तस्बिर जलाइयो र तस्बिर जलाइसके पछाडि राजेश हमाललाई लागेका गम्भीर आरोपहरूको पुष्ट्याइ हुने आधारहरू के छन् र नेपाली चलचित्र क्षेत्र किन मौन रहे त? आज हामी यो विषयमा बहस गर्दैछौँ र बहसका लागि मसँग राष्ट्रिय एकता अभियानका संयोजक विनय यादव र नेपाली चलचित्र क्षेत्रका नायक किशोर खतिवडा हुनुहुन्छ, जसले नेपाली चलचित्र क्षेत्रको प्रतिनिधित्व गर्नुहुनेछ। एउटा समग्र कलाकारिता क्षेत्रप्रतिको यो आक्रमण पनि हो र राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवले राजेश हमालमाथि लगाएका आरोपको यो एउटा पुष्ट्याइ अथवा स्पष्ट पार्ने मौका पनि हो। यस हिसाबले आज हामी यो विषयमा छलफल गर्दैछौँ। अन्तिमसम्म यो छलफल हेर्नुहोला र तपाईँको पनि अवधारणा कमेन्ट बक्समा जरुर लेख्नुहोला। सुरुवातमा स्वागत गर्छु विनय यादव र किशोर खतिवडालाई। स्वागत छ। धन्यवाद। विनय सर, 2 हप्ता जस्तो पुग्न लाग्यो राष्ट्रिय एकता अभियानले महानायक राजेश हमालको तस्बिर जलाएको घटना। तस्बिर किन जलाउनु भयो, त्यहाँबाट जाउँ। सिम्बोलिक विरोध को लागि अभिनेता राजेश हमालजीले जुन आफ्नो अभिनय क्षेत्रलाई छोडेर एउटा देशकै परिचित टेलिभिजनमा एउटा विदेशी बाह्य धर्म अथवा विदेशी फन्डिङको आधारमा एउटा कार्यक्रमको रचना गरिन्छ र त्यो कार्यक्रम के को रचना गरिन्छ, यो समाजलाई
तोड्ने, ठिक छ हाम्रो समाजमा एउटा विभेद छ, शोषण छ, पीडित छ, त्यसलाई निवारण गर्ने दायित्व हाम्रै नै हो, त विदेशीको होइन। विदेशी हाम्रो कमी कमजोरीमा आएर विदेशीले खेल्न पाउँदैन, तर त्यो विदेशीको गोटी बनेर, त्यो चर्चको गोटी बनेर जुन राजेश हमालजीले हाम्रो समाजलाई बदनाम गर्ने टेलिभिजनको माध्यमबाट आफ्नो फिल्म जगतको लोकप्रियतालाई त्यो टेलिभिजनमा लगेर चर्चलाई पैसा लिएर चर्चको अगाडि बुझाइदिनु भयो। त्यसको लागि राजेश हमालजीलाई उहाँको कला क्षेत्रप्रतिको हाम्रो आक्रोश होइन, यो जनताको आक्रोश होइन। उहाँले जुन टेलिभिजन च्यानलमा जुन चर्चको पैसा लिएर, चर्च एडको पैसा लिएर समाजलाई, हाम्रो हिन्दू समाजलाई बदनाम गर्ने, हामीभित्रको जुन कमी कमजोरी छ त्यसलाई निवारणको सट्टामा त्यो हाम्रो समाजलाई उक्साउने काममा उनले जुन जातको प्रश्न कार्यक्रमको माध्यमबाट गर्नुभएको छ, त्यसको लागि हामीले सिम्बोलिक विरोधको रूपमा उहाँलाई सचेत गराउनको लागि, त्यो कार्यक्रम छोडेर जानको लागि, उहाँ कलाकार, राम्रो कलाकार हुनुहुन्छ, आफ्नो कलाकारिता क्षेत्रबाट हाम्रो समाजमा रहेको विभेदलाई अन्त्य गर्नको लागि जनचेतना जगाउनुपर्छ। तर उहाँले त्यो काम नगरेर त्यो विभेदलाई समाप्त पार्ने, विभेदको विरुद्धमा जनतालाई जागरुक गर्ने काममा नलागेर एउटा चर्चको गोटी बनेर, चर्चको एजेन्ट बनेर जुन हाम्रो समाजलाई बदनाम गर्ने जुन काम गर्नुभयो, त्यो कामको विरोध स्वरूप हामीले उहाँको तस्बिर जलायौँ, उहाँको विरोधमा हामीले सडकमा उत्र्यौँ र अगाडि पनि त्यस्तो गतिविधि अरू कसैले पनि गर्छ भने हामी छोड्नेवाला छैनौँ, यो समाजले छोड्नेवाला छैन, यो देशले छोड्नेवाला छैन। त्यसको लागि हामीले सिम्बोलिक रूपमा उहाँको विरोध गरेर हामीले त्यो कार्यक्रमको विरोध गरेको हो। देशमा अझै पनि जातीय छुवाछुत जारी छ, त्यसको अन्त्य हुनुपर्छ भनेर एउटा सशक्त टेलिभिजन कार्यक्रम समता फाउन्डेसनले निर्माण गरिरहँदा त्यसको प्रेजेन्टरको रूपमा राजेश हमालको उपस्थिति हो। त्यसमा तपाईँले भन्नुभयो विदेशीको गोटी भएको, पैसाको पनि तपाईँले कुरा गर्नुभयो, विदेशी गोटी भएको एजेन्ट तपाईँले प्रमाण दिन सक्नुहुन्छ उहाँलाई? तपाईँले एजेन्ट भनेर यसरी मिथ्या आरोप लगाइरहँदाखेरि प्रमाण पेश गर्न सक्नुहुन्छ तपाईँ? एक समता फाउन्डेसन के हो होइन? समता फाउन्डेसन चर्चको पैसाबाट चलेको एनजिओ हो र समता फाउन्डेसनले आफ्नो वेबसाइटमै, आधिकारिक वेबसाइटमै आफ्नो स्पष्ट कुरा के राखेको छ भने चर्च एड नेपालको सहयोगबाट त्यो कार्यक्रम चलेको हो। चर्च एडमा सहयोग कहाँबाट आउँछ? त्यो समता फाउन्डेसनलाई पैसा कहाँबाट आयो? विदेशबाट आयो, चर्चबाट आयो। पैसा कहाँबाट आयो भन्दा पनि विनयजी, तपाईँलाई मैले भनेको प्रश्न चाहिँ एउटा जातीय छुवाछुत अन्त्यका लागि तयार गरिएको कार्यक्रम हो। त्यो कार्यक्रमले कहाँ हिन्दूको विरोध गर्यो, कहाँ हिन्दूवादीलाई तलमाथि ल्याउनका लागि त्यो प्रकारको कदम चाल्यो? राजेश हमालले कहाँनिर कार्यक्रममा त्यो शब्द प्रहार गरेर तपाईँले भन्दै हुनुहुन्छ कि यो कार्यक्रमले हिन्दूमाथि आक्रमण गर्यो? कहाँनिर उहाँको त्यस्तो शब्द चाहिन्छ? त्यो कार्यक्रमले कहाँनिर उठान गरेको छ त्यो विषय? एकदम हाम्रो समाजमा हिन्दू धर्मावलम्बीहरू जुन छन् त्यसमा हाम्रो संस्कृतिको आधारले वर्णको व्यवस्था छ है। वर्णको व्यवस्था केले छ? मनुस्मृतिले के भन्छ? कसैको घरमा जन्मिने बित्तिकै त्यो यदि ब्राह्मणको घर कुलमा जन्मिने बित्तिकै त्यो मान्छे ब्राह्मण हुँदैन। कर्मको आधारमा वर्णको व्यवस्था गरिएको छ होइन। म यादवको कुलमा जन्मेर पनि आज व्यापार गरिरहेको छु भने म वैश्य छु। कोही ब्राह्मणको घरमा जन्मेर उसको बानी व्यवहार तल्लो काम गर्दैछ भने, पापको काम गर्दैछ भने, फोहोरको काम गर्दैछ भने ऊ ब्राह्मण हुन सक्दैन। अथवा कुनै तल्लो वर्ण नभनौँ, शूद्र वर्णको घरमा कोही जन्मेर विद्वान यदि भइरहेको छ भने, ज्ञान अर्जित गरिरहेको छ भने त्यो वास्तवमा त्यही ब्राह्मण हो। तर त्यो वर्ण व्यवस्थालाई हाम्रा इतिहास हेर्नुहुन्छ भने हामीमाथि जुन शासकहरू, विदेशी शासकहरू आए, उनले हामीलाई आफ्नो सत्ता टिकाउनको लागि, हामीमाथि राज गर्नको लागि त्यो वर्णको व्यवस्थालाई हामीलाई जातिवादको एउटा कुसंस्कृति हामीमाथि लाद्यो र हाम्रो समाजलाई तोडेर ऊ आफू राज गर्यो। एउटा जाति पन्थलाई हाम्रो समाजमा जरोको हिसाबले कुसंस्कृतिलाई संस्कृतिको रूपमा हामी भित्र छिरायो र धेरै सदियौँसम्म राज गर्यो।
त्यो हाम्रो समाजमा अशिक्षाको कमी थियो। त्यो सामाजिक संरचनाको कुरा गरिरहँदा यसमा राज्य समाज कसरी दोषी ठहरिनुहुन्छ र? यो त एउटा सामाजिक संरचना हो, राज्य समाजले बनाएको संरचना होइन नि यो सर। एकदम म उतैतिर जाँदैछु। त्यो हाम्रो समाजमा त्यो कुसंस्कृति छ। बिस्तारै अशिक्षित समाज थियो पहिला, बिस्तारै शिक्षाको विकास हुँदै गयो र आज त्यो हाम्रो समाजमा छुवाछुत तपाईँ हामी नै जात सोधेर यहाँ बसेको होइनौँ। राजे समालजी हिन्दू हुनुहुन्छ र आज जातलाई मान्नुहुन्न, छुवाछुतलाई मान्नुहुन्न। उहाँलाई कुनै हाम्रो हिन्दू धर्मशास्त्रले छेकेको छैन। कुनै हाम्रो धर्मगुरुहरूले आएर राजे समालजी छुवाछुत मान्नै पर्छ भनेर भनेका छैनन्। हाम्रो तपाईँ दुनियाँमा हेर्नुहोस् जति हिन्दू धर्मगुरुहरू हुनुहुन्छ उहाँहरू छुवाछुतको विरुद्धमा बोल्नुहुन्छ। हाम्रै देशमा आज शिक्षाको स्तर बढ्दै गयो र आज छुवाछुत न्यूनीकरणतिर छ। कुनै गाउँमा छ अहिले पनि जहाँ शिक्षा पुगिन सकेको छैन, शिक्षित समाज हुन सकेको छैन, त्यो ठाउँमा होला। त्यसलाई निवारण गर्नको लागि पनि हामी काम गर्दैछौँ। तर विदेशी एड लिएर राजे समालजीले आफ्नो कार्यक्रममा कसलाई बोलाउनु भयो? छुवाछुत मान्ने यो समाजमा को मानिरहेको छ? हिन्दू समाजभित्रै नै छुवाछुत छ। अब हिन्दू समाजभित्र छुवाछुत छ भने अशिक्षा, हिन्दू धर्मशास्त्र नबुझेर हो। तर राजे समालजीले वास्तवमा त्यो समता फाउन्डेसनलाई, राजे समालजीलाई हिन्दू धर्मभित्रको छुवाछुत अन्त्य गर्नु थियो भने हिन्दू धर्मशास्त्र बुझेका हिन्दू धर्मगुरुहरूलाई बोलाएर हैन हाम्रो हिन्दू धर्मभित्र छुवाछुत छैन, हाम्रो शास्त्रले छुवाछुत गर्न भन्दैन भनेर यस्तो जनचेतनाको कार्यक्रम ल्याउनु पर्थ्यो। तर उहाँले त्यो ल्याउनु भएन। के ल्याउनु भयो? भौतिकवादी चिन्तन। बाबुराम जस्ता मान्छे जसले तपाईँले भन्छु रोल्पामा एउटा घटना हुन्छ, रुकुममा घटना के भयो? एउटा केटीलाई एउटा केटा लिन गयो हैन, सर्टकट गरौँ है, सर्टकट। केटीलाई लिन गयो, संजोगवश त्यो केटा चाहिँ दलित परिवारको थियो, केटी चाहिँ ठकुरी परिवारको थियो। तर ऊ कसैको घरमा कसैको छोरी चेलीलाई लिन गयो, उसको गार्जियनको अनुमति बिना लिएर गयो। त्यो घटना चाहिँ दलित केटी र ठकुरी केटा भएको भए पनि हुन्थ्यो, किनभने कसैको छोरी चेलीलाई कसैले जबरजस्ती लिन जान्छ भने त्यहाँ घटना हुन्छ। तर त्यो घटना पनि दुर्भाग्य हो कि त्यो हिंसाको रूप लियो। त्यसको पक्षमा, हिंसाको पक्षमा हामी छैनौँ। तर बाबुरामजीले काठमाडौँको सडकमा के नारा लगाउनु भयो? मनुस्मृति गलत हो, मनुवाद गलत हो, हिन्दू धर्म गलत हो। जबसम्म हिन्दू धर्म रहन्छ तबसम्म दलितलाई अधिकार पाउँदैन। त्यही बाबुरामजीलाई म सोध्न चाहन्छु, त्यो जातको प्रश्न कार्यक्रम ल्याउनु भएको थियो राजे समालजीले, यो प्रश्न किन सोध्नु भएन कि यही सीतापाइलामा एउटा हिन्दू केटीलाई दुईजना मुस्लिम केटाले आएर एसिड प्रहार गरेर जान्छन् र बाबुरामजीले चुक्क सुक्क बोलेनन्। त्यो बेला उनलाई न कुरानमाथि दोष लाग्यो न मुस्लिम सम्प्रदायमाथि दोष उहाँलाई देखाइदियो। तर हिन्दू समाजमा कुनै घटना भयो भने त्यसलाई जातीय रङ दिएर हाम्रो समाजलाई बदनाम गर्ने त्यसको अभिप्राय के छ? भित्री उनको कुचेष्टा के हो भने हाम्रो समाजलाई बदनाम गर्ने, हाम्रो समाजमा जुन विभेद छ त्यसलाई माथि उठाएर हाम्रो जातीय संरचनालाई भड्काएर चर्चलाई छिराउने जुन उहाँहरूको भित्री मनसाय हो, कुचेष्टा हो, त्यो कुचेष्टाको विरुद्धमा हामीले विरोध गरेको हो। अन्यथा राजे समालजीले वास्तवमा हिन्दू समाजमा छुवाछुत हुनु हुँदैन, दलितको चिन्तक भएको भए धुर्मु सुन्तली जस्तो दलित समाजमा गएर काम गर्नुहुन्थ्यो। अनि भौतिकवादीहरूलाई ल्याएर आफ्नो इन्टरभ्यूमा दलित समाजलाई उक्साउने काम चाहिँ गर्नु हुँदैन थियो। उहाँ एकदम सरासर चर्चको गोटी बन्नुभयो। उहाँ हाम्रो समाजका मान्छेहरूले भन्छ अभिनेता मान्छन्, अभिनेता हुन्, महानायक चाहिँ होइनन्। यो कुरा उहाँको कर्मबाट सिद्ध भएको छ। उहाँ राम्रो अभिनेता हुन सक्नुहुन्छ, धेरै फिल्महरू गर्नुभयो होला, आफ्नो अभिनय कला क्षेत्रबाट धेरै जनचेतना जगाउनु भयो होला। तर उहाँ जस्तो मान्छेलाई उहाँले भन्दैछु, उहाँ जस्तो मान्छेलाई आफूलाई परिपक्व बताउने, सिनियर कलाकार बताउने र यस्तो विदेशीको गोटी बन्न जाने यो काम चाहिँ एउटा सिनियर कलाकारको होइन। किनभने यो उहाँको फिल्म हेर्ने चाहिँ बहुमत हिन्दू समाजको छ। हिन्दू समाजले गर्दा उहाँ त्यो स्तरमा पुग्नु भएको छ। तर त्यही हिन्दू समाजलाई तोड्ने काम उहाँले जुन गरिराख्नु भएको छ, म भन्छु छुवाछुत हाम्रो कोडको रूपमा, हाम्रो एउटा कुष्ठरोगको रूपमा हाम्रो समाजमा छ। त्यसलाई अन्त्य गर्नुपर्छ।
त्यो शिक्षाको विकास सँगसँगै त्यो भइरहेको पनि छ, अगाडि पनि हुन्छ। आउने दिनमा छुवाछुत इतिहासमा सीमित मात्रै रहन्छ, तर उहाँले त्यो अन्त भइरहेको छुवाछुतलाई एउटा फोकस गरेर हाम्रो समाजमा तोडेर फुट डालेर चर्चलाई जुन भित्र्याउने समता फाउन्डेसनको जुन अभिप्राय छ, कुचेष्टा छ, त्यसमाथि राजेश हमालजी प्रयोग हुनुभयो हो। त्यो हाम्रो निन्दाको विषय हो र उहाँको घोर विरोध गर्दछौँ। अब म किशोरजीतर्फ आएँ। किशोरजी, अब विनयजीको सरसर्ती भनाइ सुनिरहँदाखेरि केही समय अगाडि राजेश हमालको यो प्रसङ्ग आउँदा महानायक विवादमा उहाँ तानिनु भएको थियो। हिजो महानायकको पगरी दिनका लागि राजेश हमाल नै हो भनेर कुर्लिने चलचित्रकर्मीहरू आज यत्रो तस्बिर जल्दाखेरि यसलाई व्यक्तिगत इस्यु हो कि भनेर एकजना चलचित्रकर्मी चुइक्क बोलेका छैनन् यो विषयमा। र नेपाल चलचित्र कलाकार सङ्घले त एउटा विज्ञप्ति जारी गर्ने सामर्थ्य पनि राखेन। उहाँले राजेश हमाललाई नायक होइन खलनायकको संज्ञा दिइरहँदाखेरि, विदेशीको गोटी भनेर भनिरहँदाखेरि तपाईँ एउटा चलचित्र क्षेत्रमा भएको कलाकारले राजेश हमालले ल्याएको कार्यक्रमप्रति जनताले विश्वास गरेर, दर्शकले विश्वास गरेर जातीय छुवाछुत अन्त्य हुनुपर्छ भनेर एकमत ऐक्यबद्धता जनाइरहँदाखेरि आज उहाँ चाहिँ भनिरहनु भएको छ कि राजेश हमाल क्रिस्चियन हुनुभयो, क्रिस्चियनकै यसले सपोर्ट गर्यो, उहाँ हिन्दू राज्य अथवा हिन्दू धर्म मान्नेमाथि चाहिँ यो अन्याय भयो अथवा खेलाँची भयो भनिरहनु भएको छ। उहाँले त महानायकलाई खलनायकको संज्ञा दिनुभयो नि, अब के भन्नुहुन्छ? समग्रमा के छ भन्दाखेरि अहिले धर्मका जातका कुरा भइरहेछन् उहाँले भन्नुभयो। अब मैले भन्न खोजेको कारण उहाँको तात्पर्य राजेश हमालसँग रेसिपी के सबभन्दा पहिला र राजेश हमालकै फोटो जलाउने उहाँको चाहिँ उद्देश्य, खास कलाकारकै फोटो जलाउनु पर्ने, कलाकारमाथि नै हाबी हुनुपर्ने उद्देश्य एउटा उहाँको त्यो के मेरो उहाँलाई प्रश्न छ। उहाँको त्यो विभिन्न छलफलमा म जान्न। तपाईँले उहाँले भन्नुभयो चाहिँ के अरे बाबुराम भट्टराईले जात मान्दिनँ, धर्म मान्दिनँ, बाबुराम भट्टराईको फोटो किन जलाउनु भएन, लात्तीले किन हान्नु भएन? उहाँले भनेको कुरा म अहिले छलफल गर्दैछु। उहाँको भनाइमा चाहिँ के आयो भन्दाखेरि के भन्नुहुन्छ उहाँले भन्दाखेरि चाहिँ के अरे विदेशीको पैसा खाएर तपाईँ लगेर पाल्दिनँ त कलाकारलाई, तपाईँको समाजले लगेर हामी कलाकारलाई नित्यान्त रूपमा चाहिँ ल म तँलाई दाल दिन्छु, भात दिन्छु, तँलाई कार्यक्रम दिन्छु, तँलाई फिल्म बनाइदिन्छु भनेर बनाइदिनुहोस् न त। हेर्नुहोस्, म त भोलि कलाकार मान्छे, भोलि बुद्ध बनेर खेल्नु पर्ला, मैले भोलि शिवजी बनेर खेल्नु पर्ला। हेर्नुहोस्, जातको हिसाबले जान्छ म प्रमाण, म हिन्दू भइन र। तर मैले भन्नु चाहिँ उहाँले किन सम्पूर्ण हिन्दूले भने, अहिले के भन्छ हिन्दूमा विखण्डन गरेर जनजातिलाई चाहिँ भन्ने भएन के हामी कलाकार के उहाँहरूको भाँडाकुटी शिवजीको डम्महरू हो भ्याट 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 बजाइरहने। मैले भन्नु उहाँ आफै भन्दै हुनुहुन्छ बाबुराम भट्टराईले यस्तो यस्तो चिज ल्यायो, बाबुरामको फोटो किन नजलाएको? अब मैले उहाँलाई प्रश्न गरिदिन्छु। उहाँले धेरै कुरा गर्नुभयो हिन्दूको या क्रिस्चियनको या जातका। उहाँको अखडा के भन्दाखेरि उहाँको नियत के भन्दा हिन्दू धर्म र क्रिस्चियन धर्म जुदाउने अथवा चाहिँ राजेश हमालप्रति के रेसिपी, कलाकारप्रति के रेसिपी। उहाँलाई चाहिँ कुनै कलाकारले चाहिँ के फिल्म बनाउँदा न उहाँलाई समय दिएनन् कि, नत्र राजेश हमालले भेट्न भएन कि, नत्र चाहिँ कुनै नायिकालाई बोलाउँदा उहाँले भेट्न भयो। उहाँले त नित्यान्त रूपमा फिल्म क्षेत्रलाई लक्षित गर्नुभयो। तपाईँलाई मैले भनेको उहाँलाई त्यस्तै रहेछ चाहिँ के अरे हिन्दू र क्रिस्चियनको विषयमा त उहाँले त्यत्रो चित्त दुख्दो रहेछ, यत्रो चाहिँ के अरे सांसदमा चाहिँ व्हाइट के अरे के वाइन रे होली वाइन चलेन। उहाँ त्यतिखेर उहाँ कहाँ जानुभएको थियो? उहाँलाई मेरो प्रश्न, कहाँ जानुभएको थियो? उहाँ होली वाइनको त्यत्रो काण्ड आयो, ए क्रिस्चियनभित्र। अर्को कुरा हेर्नुहोस्, हिन्दूलाई अब पुरै लामो नजाउँ, यहाँ तपाईँको नेपालमा पहिला हुँदाखेरि सबै हिन्दू थिए होइनन्? हिन्दू थिए नि, हिन्दू नै क्रिस्चियन बनेको होइन। क्रिस्चियनलाई नै बोकेर आउने त बाहुनको छोरो हो त, त्यसको पुतला किन नजलाएको? त्यसको पनि पुतला जलाउनु पर्यो नि त, इतिहास हेर्न पर्यो नि त क्रिस्चियनहरूको। त्यही बाहुन हिन्दूको छोरो क्रिस्चियन बनेर क्रिस्चियनको बाइबलको किताब बोकेर आएर क्रिस्चियन प्रचार गरेको होइन? उहाँलाई देख्नु भएन? उहाँको सिधा तार्किक नै फिल्म क्षेत्रको मान्छे भनेको चाहिँ उहाँका लागि चाहिँ के अरे यो शिवजीको डम्बरू जसले बजाए पनि हुन्छ उहाँको भने लु उहाँले दिनु न त, उहाँले कार्यक्रम एउटा बनाइदिनुहोस्, अनि तपाईँकै मात्रै मान्छे राख्नुहोस्, तपाईँकै मात्रै धर्म कुरा। कलाकारको धर्म जात पार्टी भन्ने हुन्छ भनेको। उहाँलाई के भन्यो? राजेश हमालसँग उहाँको के रेसिपी, राजेश हमालसँग उहाँको व्यक्तिगत रेसिपी। उहाँले के भन्नुभएको छ, यस्ता कुराहरू आए भनेदेखि चाहिँ हामी कसैलाई पनि छोड्दैनौँ। यत्रोजनालाई छोड्नु भयो त, म अहिले उदाहरण दिँदैछु त। होली वाइन खानलाई किन छोड्नु भयो? अनि बाबुरामकै कुरा आयो किन छोड्नु भयो? जसले क्रिस्चियनभित्र आयो उसलाई किन छोड्नु भयो? आज राजेश हमालले गरी खायो भनेर चाहिँ के अरे गोटी भयो भनिदिने, विदेशी डलर कहाँ खायो विदेशी डलर? उहाँले भनिदिनु पर्यो यहाँ यति रकम आयो, राजेश हमालले यति खायो, समता फाउन्डेसनमा क्रिस्चियनको चाहिँ झोला बोकेर हिँड्नु भन्नु पऱ्यो नि। यो त के कलाकार भनेको त भाँडाकुँडा हो, जसले लात्ती हानिदिन्छ फोटो चाहिँ त्यस्तो पनि भन्ने। उहाँले के भन्नुभएको छ? उहाँलाई मैले प्रश्न गरेँ, उहाँले भन्नुभएको छ हिन्दूहरूले फिल्म हेरेर राजेश हमाललाई चाहिँ ऊ बनाइदिएको महानायक। अब उहाँ पनि हिन्दू, तपाईँ हिन्दू नि, तपाईँ राजेश हमाल कुन फिल्म हेर्नु भएको छ? होइन
के छ अनि तपाईँ आफू भन्नु न पहिला तपाईँले कुनै फिल्म हेर्न पर्ने राजेश हमालको अनि मैले बनाइदिएँ भन्नलाई चाहिँ म भन्दैछु तपाईँले यसरी प्रहार गर्नुभयो कलाकारलाई नि कलाकार भनेको तपाईँको दुश्मन म हेर्नुहोस् तपाईँसँग कुनै दुश्मनी छैन मलाई मात्रै चित्तको हेर्नुहोस् कलाकार क्षेत्रमा जाति पार्टी धर्म हामीलाई त्यो चासो पनि छैन हामी सबै मन्दिरमा जान्छौँ हाम्रो लागि सबै दर्शक बराबरी हामीलाई क्रिस्चियनले नि फिल्म बनाइदिएला बुद्धिस्टले नि बनाइदिएला तपाईँले भोलि बनाउनु होला तपाईँको समाज एकताले बनाउला अब मैले भन्नु चाहिँ के हिन्दू समाज उहाँ के भन्नुहुन्छ नि अब जातको कुरा गर्ने हुन्न अब म भन्छु कि जातको कुरा गर्नुपर्छ त्यही चाहिँ नि विश्वकर्माले त्यही चाहिँ नि दलितले तिनीहरूले बनाएका सब चिज हामी उहाँले मान्ने शिवजीको मन्दिरमा त्रिशूल कसले बनायो उनीहरूको उत्थानको बारेमा उनीहरूको अधिकारको बारेमा राजेश हमालले बोल्दा क्रिस्चियन गोटी भयो त उहाँलाई मेरो भनाइ राजेश हमालले प्रश्न गरिदिनु पऱ्यो राजेश हमाल मात्रै होइन अरू कलाकार कसलाई भन्नुहोस् क्रिस्चियन हुनुहुन्छ होला के हुनुहुन्छ राजेश हमालले कहाँबाट कति रकम खाएर त्यो कार्यक्रम चलाएर उहाँले चाहिँ मन परितन्त्र गरेर कलाकार जसको ल अहिले भन्दै हुनुहुन्छ ठाडै सिधै भन्नुभयो भोलि जसलाई नि कारबाही गर्छौँ अरे होइन भनौँ न अनि उहाँले किन आफू राजेश हमाल आफै बनेको होइन फेरि उहाँले किन आफै महानायक बनेको भन्नुहुन्छ आफै महानायक भनेको कहिले बोलेको छैन अब उहाँको अब तपाईँको रेसिपी के हो सर यो जाति धर्म जोडेर यो झगडा गराउने कलाकारलाई वाद विवाद हेर्नुहोस् कलाकारले ठुल्ठुलो परिवर्तन ल्याइदिएका छौँ हामीले गीत गाएर स्टेजमा पुर्याइदिएका छौँ हामी त तपाईँको हेर्नुहोस् बाहुन टुप्पी पालेको बाहुनदेखि लिएर तल चाहिँ रोडमा चाहिँ त्यो काम गर्ने हुन्छ नि एउटा तल्लो स्तरको मान्छे त्यस्तो हामी त जे पनि बन्नुपर्छ मेरो व्यक्तिगत अब म अघि उहाँले भने जस्तो म जन्मेको मौलिक मेरो हिसाबले जे होला उहाँलाई अहिले राजेश हमाल कुन फिल्म हेर्नुभयो भन्दा थाहा छैन अनि उहाँले राजेश हमाललाई हामीले चाहिँ नि महानायक बनाइदिउँ भन्ने जसले राजेश हमालको एउटा फिल्म हेरेर चाहिँ उसले राजेश हमालको फोटो जलाउँदै हिँड्ने कहीँ हुन्छ यो कि उहाँले भयङ्कर राजेश हमालको फिल्म हेरेर भयङ्करै राजेश हमालै भनेर ढोगेर हिँड्ने भएदेखि मैले यसरी ढोगिरहेको थिएँ म हिन्दू थिएँ त्यहाँ क्रिस्चियनको कार्यक्रम चलाउनु गइछस् भन्नुहुन्थ्यो अनि उहाँले त यो पारा भयो भने त उहाँ हातमा त अहिले सत्ता हुने हो खुकुरी हुने भने छप्काउँदै हिँड्ने हुनुभयो यसरी त अब विनयजी तपाईँको यो भन्नु चाहिँ लामो सर म तपाईँसँग कुनै विभेद होइन तर तपाईँ जस्तो तपाईँ जस्तो जिम्मेवार तपाईँले के भन्नु 35,000 हाराहारीको उसमा तपाईँहरू हुनुहुन्छ तपाईँहरू अब के भन्छ 80% हिन्दू भएको ठाउँमा हिन्दूले पनि फिल्म हेरे क्रिस्चियनले पनि हेरे बुद्धिस्टले पनि हेरे अब मै भनौँ न म कलाकार अब भोलि चाहिँ बुद्धिस्टको राम्रो आध्यात्मिक कार्यक्रम चलाउनु पऱ्यो भने मैले नचलाउने के तपाईँ ल्याएर पालिदिनुहुन्छ अनि तपाईँले के भन्यो ए गएर चाहिँ टिबेटतिर बिक्यो भनिदिने राजेश हमालले मैले भनेको कारण लु ठिक छ कुनै पनि हिन्दूलाई कार्यक्रममा गाली गरेको भए तपाईँकै चाहिँ नि एकता समाजलाई गाली गरेको भए तपाईँ त्यसो भने तपाईँको एकता समाजले भोलि कुनै पनि राम्रो एजेन्डा ल्याउनुहोस् देश र नेपालीको लागि राम्रो होस् त राजेश हमाल त्यहाँ पनि बोल्छ अनि कलाकार भनेको तपाईँको मैले भनेको एउटा खानामा खानेकुरा पाक्यो भने त हामी चारैजना सबैजनाले खाने हो नि त अनि भाँडो कहाँबाट ल्यायो त्यो भाँडोमा किन पकाइस् कराईमा पकाउनु पर्छ कुकरमा किन पकाइस् यो पनि तरिका हो कहीँ सर विनयजी तपाईँको यो नामअनुसारको काम भएन नि राष्ट्रिय एकता अभियान भनिएको छ अब राजेश हमालको तस्बिर तपाईँहरूले 25,000 चाहिँ देशभर सदस्य छन् भन्नुहुन्छ 6-7 जना जम्मा भएर तस्बिरलाई लात्तीले हान्नुहुन्छ अनि राष्ट्रिय एकता भन्नुहुन्छ यो एकता भयो कि भाँडभैलो अभियान हो यो होइन म भन्दैछु पहिला त हाम्रो किशोर सरले जुन प्रश्न खडा गर्नुभयो मेरो अगाडि उहाँ पनि एउटा हाम्रो नेपाली चलचित्रभित्रको एउटा सिनियर कलाकार हुनुहुन्छ र उहाँलाई म सम्मान गर्छु उहाँले 2-3 वटा क्वेसन खडा गर्नुभयो बाबुरामजीले त्यस्तो गर्दाखेरि विरोध किन नगर्नुभएको सायद उहाँलाई थाहा नहोला तर यो कार्यक्रम उहाँले बस्नु भएको छ उहाँले जानकारी गराउँदछु कि बाबुरामजीको पनि हामीले विरोध गरेका हौँ होली वाइन विरोध गरे भन्नुहुन्छ पाउनु यो पोइन्ट बाई पोइन्ट जाउँ विरोध गरे भन्नुहुन्छ आजसम्म चाहिँ के अरे विनय शाहले खोइ लात्ती हानेर बाबुरामको फोटो जलाएको कहीँ पनि मिडियामा देखियो नि त तपाईँले मैले भन्नु अर्काले गर्यो होला तपाईँ आफूले गरेको कुरा गर्नु न यहाँ अहिले सुन्नु तपाईँ भन्नुहुन्छ कि तपाईँको एकताले तपाईँको एकता भन्नुहुन्छ कि सुन्ने होइन तपाईँको पोइन्टमा आएँ म होइन सुन्नु तपाईँलाई मैले तपाईँको एकताले बोलेको राख्छु म हजुरले प्रश्न खडा गर्नुभयो बोल्न त दिनुहोस् तपाईँले आज बाबुरामजीको खोज्नुहुन्छ भने त्यो बेला जुन बेला बाबुरामजीले त्यो घटनाहरू गर्नुभयो त्यो घटनाक्रमहरूको न्युजहरू हेर्नुहोस् तपाईँले पाउनुहुन्छ हामीले विरोध गरेका छौँ कि छैनौँ आज त्यो खोज्नुहुन्छ भने आज किन विरोध गरेनौँ भन्ने त हुँदैन नि त्यो जुन बेला बाबुरामजीले हाम्रो समाजमाथि कुटराघात गर्नुभयो त्यो बेला हामीले बाबुरामजीको पनि विरोध गरेका हौँ होली वाइनको बेलामा होली वाइनको पनि विरोध गरेका हौँ छोडेका छैनौँ हामी
हैन तपाईले कहाँ गर्नुभयो त विरोध चाहिँ यही समाजमा गर्यौं त्यो देखिनु पर्यो नि विनय यादवजी त्यो नदेखिदो पाराले गर्नुभयो होला त्यो देखिएन नि त हैन एकदम देखिएको छ त्यो बेलाको तपाईहरु घटनाक्रम उठाउनुस् न्यूजहरु हेर्नुस् मिडियाहरु हेर्नुस् एकदम हामीले विरोध गरेका हौं आज खोज्नुहुन्छ भने कहाँ गर्नुभयो भनेर त त्यो बेलाको उसमा गएर फाइलमा गएर हेर्नुस् हामीले गरेका छौं अर्को कुरा राजेश हमालजी कलाकार भएको कारणले हामीले विरोध गरेका हैनौं कलाकारले को कारणले हामी सम्मान गर्छौं उहाँले कलाकारिताबाट एउटा नाम कमाउनु भयो उहाँले धेरै फिल्महरुमा दलित समाजको अधिकारको लागि अभिनय गर्नु भएको छ उहाँले हामीले सल्युट गर्छौं हैन तर त्यो फिल्महरुमा कुनै बाहिरी लगानी कुनै हाम्रो देश हाम्रो समाजलाई धर्मलाई बदनियत बस गर्नु भएको हैन वास्तवमा हाम्रो समाजमा जुन विकृति छ त्यो विकृतिलाई समाप्त पार्न उहाँलाई सल्युट छ तर उहाँको विरोध किन उहाँ कलाकार भएर हैन कलाकारिताबाट उहाँलाई जुन माया समाजमा पाएको छ त्यो मायालाई भजाउने काम जुन गर्नुभयो उहाँले फिल्म गर्नुहुन्छ दलित समाजको विषयमा उत्थानको विषयमा हेर्छौं यहाँ समाजले हेरेको पनि छ हैन तर विदेशीको लागि हिन्दू समाजलाई दुष्प्रचार गर्ने नियत बस हिन्दूको कहाँ दुष्प्रचार भयो म यहाँ क्लियर हुन चाहे के म यहाँ क्लियर हुन चाहन्छु कहाँनेर दुष्प्रचार हिन्दूको भएको छ त्यही भन्दैछु म उहाँले हिन्दू त्यो जातको प्रश्न कार्यक्रममा कसलाई बोलाउनु भयो त हेर्नुस् जसले धर्मनिरपेक्षको कुरा गर्छन् जसले भौतिकवादी चिन्तन राख्छन् र हाम्रो हिन्दूलाई धर्मलाई धर्म नै मान्दैनन् तपाईलाई आपत्ति चाहिँ कमल थापालाई नबोलाकोमा आपत्ति हो त्यो कार्यक्रममा कमल थापासँग मेरो सरोकार हैन हाम्रो हिन्दू समाजभित्र कुरीति छ भने त्यो कुरीति समाप्त पार्नको लागि जो हिन्दूको ज्ञाता छ हिन्दू धर्मशास्त्र बुझेको छ जसले समाजमा भन्न सक्छ कि हैन हिन्दू शास्त्रमा कतै छुवाछुत छैन विभेद छैन त्यो सम्झाउने जुन व्यक्तित्वहरू छन् विद्वानहरू छन् तिनीहरूलाई नबोलाउने किनभने समता फाउन्डेसनले त उसको मानसिकता नै त्यो थिएन नि त उसको नाम जातको प्रश्न थियो तर उसको काम चाहिँ उसको अभिप्राय चाहिँ उसको कुचेष्टा भित्री षड्यन्त्र चाहिँ के थियो भने हिन्दू समाजको छुवाछुत अथवा दलितको मुक्तिको कुरो सवाल थिएन त्यहाँ यो थियो उसको भित्री कुचेष्टा भित्री षड्यन्त्र के थियो भने हिन्दू समाजलाई बदनाम गर्ने अभिप्राय थियो त्यसकारणले भौतिकवादी चिन्तन आध्यात्मिक व्यक्ति एकजना पनि त्यो 12 एपिसोडमा आध्यात्मिक एकजना पनि व्यक्तित्वलाई बोलाएको भए म मान्थे तर आध्यात्मिक क्षेत्रबाट एकजनालाई पनि नबोलाउने हिन्दू समाजको ज्ञाता विज्ञातालाई जो शास्त्र बुझेको छन् त्यसलाई एकजनालाई नबोलाउने म भन्छु राजेश हमालजीलाई सोध्छु म कुन उहाँले छुवाछुत उहाँ पनि हिन्दूको छोरा हुनुहुन्छ उहाँले जातिपात मान्नुहुन्न छुवाछुत मान्नुहुन्न कुन धर्मगुरुले हिन्दूको कुन धर्मगुरुले आएर उहाँलाई भनेको छ कि हैन त छुवाछुत मान्नै पर्छ भनेर म उहाँसँग फेरि प्रश्न गर्न चाहन्छु पशुपतिमा हामी सब जाति एक लाइनमा लागेर एक लाइनमा यो जाति चाहिँ नि के रे खण्डन गर्न पर्छ हामी एक हुनु हुँदैन भनेर कहाँ विरोध गरेको छ भने के तपाईँ यो पटमुरको कुरा नगर्नुस् न केटी खेल भयो के सर यो भाँडाकुटी खेल भयो के यो कस्तो भने बच्चा बेला तिमी हामी भेलाउँ अनि बेहुली बनाऊ सामान साट्नु जस्तो कुरा नगर्नु न मेरो भनाइ कस्तो भने तपाईँले राय समालको मात्र किन जलाउनु भयो तपाईँ आयो भन्नुहुन्छ फलानु गरे चिलानु कहाँ देख्यो खोइ आजसम्म तपाईँ चाहिँ विनय शाहले यो गर्यो भने मैले काहीँ पनि सुनेको छैन तपाईँ कुरा गर्नुहुन्छ तपाईँ मैले भन्ने अहिले तपाईँले हिन्दू मात्रै बोला शेरबहादुर देउवा के शेरबहादुर देउवा के क्रिस्चियन तपाईँ भने के धर्मनिरपेक्ष हिन्दू धर्मलाई मान्ने नमान्ने मान्छे धर्मनिरपेक्ष सेकुलर मान्छे हो टुप्पी पाल्ने मात्रै सबै पाउनुहुन्छ तपाईँकै संस्थालाई मात्रै बोलाउनु पर्ने यो त कस्तो राजनीति पार्टीले फलानु कांग्रेसलाई यति भाग एमालेलाई यति भाग मेरो सभासदलाई यति भाग हिन्दूलाई यति क्रिस्चियन तपाईहरुको अखडा भयो के यहाँ जात धर्म पार्टी तपाईले के भन्नुहुन्छ अहिले यो के अरे राय समाजले चाहिँ यो गर्यो जातको तपाई अब जस्तो हिन्दू लोभ मान्नु तपाई अहिले के भन्नुहुन्छ राय समाजले विभेद गर्यो कहाँ गर्यो राय समाजले त भेदभाव हुनु हुँदैन तपाई सहमति पनि जनाउनुहुन्छ गाली पनि गर्नुहुन्छ गल्ती गरे स्वीकारै मैले राय समाजको चाहिँ फोटो जलाएँ गलत भएछ म गलत भएँ यस्तै भइगयो भन्नुस् न भेद हुनु हुँदैन कसले भनेको छैन र विभेद त हुनु हुँदैन तर विदेशीको हाम्रो समाजमा विभेद छ भने विदेशीको चाहिँ मलाई एकजना भन्ने अहिले भन्दै छु समता फाउन्डेसन को हो कसको पैसाले समता फाउन्डेसन चलेको छ त्यस्तो भयो भने यहाँ तपाईको नेपालमा 50% चाहिँ कम्पनीहरु एजेन्डाहरु चाहिँ विदेशको पैसाले चलेका छन् तपाई मान्नुहुन्छ पहिले भोलि एमसीसी पास भयो भनेदेखि डलर आउने के विदेशी पैसा हैन त्यो हैन एमसीसी मैले भन्न खोजेँ यहाँ नेपाली करेन्सी चाहिँ कसले ल्याएर दिन्छ तपाईँ दुबईमा काम गरेर आउने मान्छे चाहिँ बराइनमा काम गरेर आउने मान्छेले डलर लिएर आउँछ हैन हैन एक उले त यहाँ आएर हेर्नुस्
त्यो समता फाउन्डेसनले त आज आएर महानायक जस्तो राजेश हमाललाई चाहिँ कार्यक्रम चलाउनुहोस् भनेर हामी बाजिरहेको, हामीले झगडा गरिरहेको, हामी चाहिँ पढे लेखेका बुजुर्गभन्दा मूर्खहरूले चाहिँ यो दलदलमा चाहिँ देश फसाउन लागेको बेला चाहिँ यो हुँदैन भने उता हाम्रो सपोर्टमा छ। तपाईँ अहिले हिन्दू धर्मको पनि विरोधी हुनुभयो, कलाकारको पनि विरोधी हुनुभयो। तपाईँको त टार्गेट के भन्दाखेरि यी किरा फटाक्रा पनि जे गरे नि हुन्छ, जता गरे नि हुन्छ। यो तपाईँले त के लाने कलाकार भने भोलि रेखा थापाले बोल्ला, भोलि अर्कोले बोल्ला, तपाईँ यो सबैको के तपाईँ ठेक्का लिनुभएछ फोटो चलाउँदै हिँड्ने? तपाईँ यो काहीँ पनि राम्रो कुरा हो। तपाईँ एउटा प्रश्न उत्तर दिन सक्नुहुन्न। राजेश हमालको अहिलेसम्म एउटा फिल्म हेर्नु भएको छैन। कुन फिल्ममा चाहिँ राजेश हमालले यो अभिनय गरेको छ, यो चाहिँ जातको बनेर भने तपाईँ भनिदिनु न, क्रिस्चियनकै बनेर भनिदिनु ल। हैन, फिल्मसँग मेरो सरोकार नहोला। के भन्नु भाषणमा के भन्नु भएको छ? फिल्मप्रति मेरो सुन्नु न, फिल्मप्रति मेरो आकर्षण नहोला हैन, तर समाजको इस्युसँग सरोकार त छ नि। नजान्ने गाउँको बाटै नसोध्नु। तपाईँले के भन्नु भएको छ हिन्दी भाषणमा? तपाईँ भाषण फुटेज गरेर हेर्नु होला सर होइन। तपाईँसँग मेरो व्यक्तिगत कुनै ओपन छैन। मेरो के छ मेरो कार्यक्षेत्रलाई जसले पनि त्यो भाँडाकुटी जस्तो होला, गलत छ, राम्रो छ नराम्रो छ, मेरो क्षेत्रमा म सबै कुरा भन्दिनँ। तर मेरो कार्यक्षेत्रमा चाहिँ दुःख गरेर आएर समाज परिवर्तन गर्छु, सिनेमालाई राम्रो गर्छु भनेर आएका मान्छे तपाईँले जस्तो चाहिँ शिवजीको भाँडाकुटी जस्तो चाहिँ नि फुटपाथमा फालेको कागज जस्तो होइन फोटो चलाउँदै हिँड्ने। तपाईँले माफी माग्नुपर्छ सर। के कुरा गर्नुहुन्छ? तपाईँको कुन चाहिँ अधिकार, कुन हक अधिकार छ? तपाईँ के प्रमाण ल्याउनुहोस्? राजेश हमाल कृषक हो भनेर ल्याउनुहोस्। प्रमाण त समता फाउन्डेसनको आधिकारिक वेबसाइटमा छ। तपाईँ प्रमाण मसँग कुरा गर्ने समता फाउन्डेसन त्यसो भए तपाईँलाई मैले भने समता फाउन्डेसनलाई दिएको त के हिन्दूले नि दिएको होइन त जग्गा? त्यो फाउन्डेसन बिल्डिङ चाहिँ हिन्दू धरतीमा बनेको हो नि। त्यतिखेर तपाईँ के हेर्नु भएको हैन? के हैन सुन्नुस्, ए बाबा मैले अहिले तपाईँलाई भन्न हिन्दूले नै जन्माएको क्रिस्चियन आउँदा तपाईँले के हेर्नुभयो? के हेर्नु भयो? तपाईँका हिजो हिन्दू चलाउने मान्छेले के हेरे? मैले तपाईँलाई भनेको बाहुनवाद भनेर टुप्पी बाँधेर चाहिँ के तपाईँले चाहिँ के गर्छ ती कामी दमाईले तपाईँको पूजा गर्ने चाहिँ के क्षेत्र चाहिँ तपाईँको टपरी अकुपाई गरिदिएका छन्, ओगटेका छन्। सायद तपाईँले थाहा नहोला, म बाहुनवादको पक्षमा। यो नै धर्ममा नजोड्नुहोस्, जातमा नजोड्नुहोस्। तपाईँलाई सिधै कुरो तपाईँलाई कारबाही हुनुपर्छ। तपाईँले माफी माग्नुहोस्। राजेश हमाल किन फोटो चलाउनु? तपाईँको विचार अब भन्नुहोस् विनयजी, 26 गते पछाडिको घटनाक्रमले सुन्नु के प्रमाण ल्याउनुहोस्? राजेश हमालले कहाँ कति पैसा खायो होइन? राजेश हमाल सँगसँगै ती सबै जति त्यो समता फाउन्डेसनमा अब त ती सबै मान्छे चाहिँ अब तिनीहरू क्रिस्चियन भन्न पर्यो। राजेश हमालले बोलाए मान्छे क्रिस्चियन भन्न पर्यो। आज हेर्नुहोस् तपाईँ हिन्दू कुरा गर्नुहुन्छ, हिन्दूकै गलत चरित्र र हामी जस्तै हिन्दू मान्नेको गलत सोचले गर्दाखेरि चाहिँ आज अरू धर्महरू यहाँ जन्मिरहेछ। सबभन्दा पहिला त्यही गलत चरित्रको काममा संलग्न देखिनु भयो नि राजेश हमाल। तपाईँले हाम्रो समाजको गलत चरित्र राजेश हमालले आफ्नो गलत चरित्र साबित गरेर हाम्रो समाजलाई विभाजन गरेर चर्चलाई छिराउने जुन तपाईँले भन्नुहुन्छ धुर्मु सुन्तलीले दलित समुदायको लागि त्यत्रो ठुलो काम गर्यो। धुर्मु सुन्तलीलाई हामी विरोध गरेका छौँ। धुर्मु सुन्तलीलाई आज पनि हामी सम्मान गर्छौँ। यदि यो देशमा कलाकारहरू मध्ये कसैलाई महानायक घोषणा गर्नु पर्यो भने त्यो धुर्मु सुन्तली आधिकारिक व्यक्ति छन्, यो राजेश हमाल छैन। किनभने धुर्मु सुन्तलीबाट सुन्नु न लाखौँ मान्छेहरूले प्रेरणा पाएको छन् र समाज परिवर्तनको लागि काम गरिरहेको छ। तपाईँले एउटा कुरा देख्नुभयो त्यो मैले धुर्मु सुन्तलीलाई चाहिँ तपाईँले चाहिँ त्यत्रो चाहिँ के अरे मा स्टार नायक भन्नुभयो, मान्न पाउनुहुन्छ। धुर्मु सुन्तलीले बनाउन लागेको चाहिँ के अरे चितवनको चाहिँ कार चाहिँ त्यहाँबाट खेद्दाखेरि तपाईँ कहाँ जानुभएको थियो? होइन त्यो राजनीतिक घटनाक्रम हो, के किन भत्कायो होइन? तपाईँलाई भने चाहिँ राज्यबाट कहाँबाट पैसा आउँछ, कताबाट के छ? राजेश हमालको कुनै पार्टीमा छैन, केही पदमा छैन, कलाकार कुनै पार्टीमा छैन, जसले चाहिँ गर्ने भाँडा बजाउँदा तपाईँ फोटो च्यात्दै हिँड्ने? तपाईँले सरी भन्नुपर्छ। हेर्नुहोस् तपाईँले निर्णय, तपाईँ एकजनाले निर्णय लिएर राजेश हमाल महानायक हो कि स्टार हो कि खलनायक हो तपाईँले भन्ने होइन। तपाईँको हिन्दू तपाईँको यो समाजले लगेर राख्नु न, लगेर राजेश हमाल एउटा कार्यक्रम चला भन्नु त, देश चला भन्नु, देश चलाइन्छ उसले। उसँग सक्षम मान्छेले त बोल्छ, सक्षम मान्छेले गर्छ। अनि तपाईँ किन आफू केही पनि नगर्ने, धर्मको एउटा डोरी समाएर बस्ने, अनि माथि बसेर कुर्लिने, कसले के गर्यो? तपाईँले अरू पाल्दिनु त राजेश हमाललाई? होइन, उहाँले फिल्म ल्याउनुहोस् न, उहाँको फिल्म हेर्छन् नि समाजले हेर्छ। आजसम्म त्यही समता फाउन्डेसनले पालेको हो उहाँलाई। राजेश हमालले अहिलेसम्म पालेर समता फाउन्डेसनले ल्याएको हो। राजेश हमाललाई राजेश हमाल बनाउन समता फाउन्डेसन आएको थियो के यो समाजले बनाएको होइन? समाजले बनाएको। कस्तो कुरा गर्नुहुन्छ? समाजभित्र हो नि त, समाजले राजेश हमाललाई बनाएको। आजसम्म समता फाउन्डेसन पालेर बसेको थियो। समाजले बनाएको राजेश हमाललाई चाहिँ तपाईँले फोटो चलाउने चाहिँ तपाईँको चाहिँ हैसियत औकात पुग्छ भने एकदम यो नागरिकको अधिकार, यो नेपालको संविधानले नेपालको अधिकार दिएको छ।
नेपाल हेर्नुस् तपाईहरु जस्तो राजनीति गर्नेलाई हेर्नुस् देशद्रोही काम गर्नेलाई सुन्नुस् विरोध गर्नु एकदम यो संस्कृतिको विरोध गर्ने नेपालको संस्कृतिको विरोध गर्ने देशद्रोही हो राष्ट्रद्रोही हो उहाँले स्वीकार्नु पर्छ एउटा प्रमाण दिन्न एकदम विदेशी एड लिएर नेपालको संरचनालाई भताभुङ पार्ने र विदेशी धर्म छिराउने काम चाहिँ यो राष्ट्रद्रोह हो धर्मद्रोह हो त्यसकारणले उहाँ राष्ट्रद्रोही काममा संलग्न हुनुभयो हैन तपाईलाई कारबाही गर्छौं कारबाही हुनुपर्छ कलाकार संघले गर्छ धेरै नफुर्किनुहोस् तपाईसँग त म यहाँ लाइनमा आउँदै छु हैन धेरै चमचम नगर्नुस् राय समालले कहाँ कुन चाहिँ एउटा गल्ती गरे त्यस्तो फोटो चलाउने एउटा मलाई प्रमाण दिनुस् न विनयजी हामी आवेगमा भन्दा नि विवेक प्रयोग गरेर हामी संवाद गरौँ र हामी जबरजस्ती यो तपाईले बनाइदिने तपाईले ट्याग लगाइदिने ओके म अब अर्को प्रश्नमा जान्छु तपाईले 26 किशोरजी म विनयजी तर्फ गएँ तपाईले 26 गते फोटो जलाउनु भयो त्यस पछाडिका धेरै घटनाक्रमहरू धेरैले आफ्नो धारणा राखे तपाईलाई महानायक राय समालको तस्बिर जलाएको लात्तीले कुन्चिएको अनि तपाईले त्यहाँ जे बोल्नुभयो त्यसमा तपाईलाई अलिकति पनि पश्चाताप भएन कि अथवा मैले राम्रो गरेँ भन्ने नै भयो त्यस पछाडिको दिनले तपाईलाई चाहिँ के महसुस गरायो मैले जे गरेँ राय समालको तस्बिर जलाएर अथवा लात्तीले हानेर त्यो ठिकै गरे लाग्यो कि महान काम गरे लाग्यो कि अथवा होइन मैले गलत गरेँ यार भन्ने त्यो तपाईलाई भित्री महसुस के भयो हैन राजेश हमालजीले निश्चित रूपले गलत काम गरेका छन् र किनभने धर्मद्रोह भनेको राष्ट्रद्रोह हो तपाईले भनिसक्नुभयो तर राजेश हमालको तस्बिर जलिरहँदाखेरि समता फाउन्डेसनका डाइरेक्टरको तपाईँ फोटो जलाउन सक्नुहुन्थ्यो अरूको जलाउन सक्नुहुन्थ्यो तपाईँलाई त्यत्रो उठ्यो भने उहाँ त एउटा केवल प्रेजेन्टर हो तपाईँले चाहिँ ठान्नु भएछ कि राजेश हमालको तस्बिर जलाउँदा एउटा आम देशले चिनेको व्यक्ति उहाँको फोटो जलाउँदा कम्तीमा म पनि चिनिन्छु कि भन्ने त्यो अलिकति लोभ तपाईँमा रह्यो कि यो फोटो जलाइरहँदा तपाईँलाई त्यस पछाडिको दिनमा चाहिँ अलिकति पनि आत्मग्लानि भएन अथवा महान काम गरे भन्ने चाहिँ महसुस भयो के भयो म यति जान्न चाहन्छु हैन एकदम समता फाउन्डेसनले यदि उसको डाइरेक्टरले चलाउने कार्यक्रम चलाएको भए नि त्यो कार्यक्रम उसको डाइरेक्टरको विरोध हुन्थ्यो तर के सर त्यो सिङ्गो यो कुनै पनि टेलिभिजनको कार्यक्रमको एउटा युनिट हुन्छ सर तपाईले सिङ्गो कार्यक्रमको युनिटलाई हेर्नुस् एउटा प्रेजेन्टरलाई नहेर्नुस् न प्रेजेन्टरलाई खाली टिभीमा देखिएको प्रेजेन्टरलाई विरोध गर्ने यो शैली भएन नि त विरोध गर्ने पनि एउटा तौर तरिका हुन्छ होला तस्बिर जलाउँदा तपाईलाई आत्मग्लानि भयो कि भएन मेरो यति मात्रै कुरा हैन तस्बिर भन्नाले सिम्बोलिक विरोध हो पुतला हो हैन यो हाम्रो लोकतन्त्रमा यो टेन्डेन्सी छ यो प्रक्रिया छ विधि छ विधान छ हैन लोकतन्त्रले दियो भन्दैमा जथाभावी गर्दै हिँड्न पाइन्छ र जथाभावी हैन उहाँले यो समाजमाथि कुट्राघात गर्नुभयो हाम्रो धर्म संस्कृतिमा एकदम चर्चबाट पैसा लिएर हामीले लिनुभयो बदनाम गर्ने विनयजी फाउन्डेसनले बताइदिन्छ नि हाम्रो वेबसाइटमै लेखेको छ तपाईले गुगल सर्च गर्नुस् न तपाईलाई मैले भनेको उले कति पैसा दिएको छ कति पैसा ब्याकडोरबाट गयो कति पैसा उहाँले काम गरे बापत तपाईले पारिश्रमिक लिनुहुन्छ हाम्रो त कामै त्यही हो हामी त किन कुनै विज्ञापन खेल्छौं कुनै चाहिँ साबुनको खेलौँला कुनै चाहिँ हर्लिक्सको खेलौँला कुनै चाहिँ बुद्धिस्ट कम्पनीमा काम गरौँला कुनै चाहिँ क्रिस्चियन कम्पनीमा काम गरौँला कुनै हिन्दू कम्पनीमा काम गरौँला त्यसमा त हामीले जात धर्म त्यो छुट्याउँदैनौ नि हैन लिने कि नलिने मैले भनेको तपाई के भन्नुहुन्छ तपाईलाई राजेश हमाललाई होइन काम गरेर खान पनि दिनुहुन्न समता फाउन्डेसनले आसमा राजेश हमाललाई पाल्यो भन्नुहुन्छ राजेश हमालले भोलि समता फाउन्डेसनको कार्यक्रम सकेपछि अन्त जानु होला फेरि तपाई त्यता लाग्नु होला तपाईले के हाम्रो संविधान संस्कारले चाहिँ फोटो चलाउँदैन कोही हामीले कसै फोटो चलाउँदैन तपाईहरुको कस्तो संस्कार सुन्नु तपाईहरुको कस्तो संस्कार रहेछ बार भत्काउने झण्डा जलाउने यही हिन्दूबाट सुरु भएको फेरि अरूले हैन यही पुतला जलाउने तपाईहरुबाट सुरु भएको तपाईहरुले त हेर्नुस् सके मान्छे मार्ने मान्छे जलाउने सकेन फोटो भाइरल जलाउने विनयजी तपाईलाई आत्मग्लानि चाहिँ छैन हैन यसमा आत्मग्लानि म त राष्ट्रको लागि काम गरेको छु धर्मको लागि काम गरेको छु जो धर्म विरोधी काम गरेको छ उहाँले छुवाछुतको विरोधमा कार्य ओके अब ओके किशोरजी अब हामी एउटै उसमा अल्झ्यौँ म किशोरजीमा गएँ क्लियर गर उहाँको भनाइ कहाँ मैले बुझ्नुपर्छ भन्दाखेरि उहाँको भनाइ के भन्दाखेरि एउटै मात्रै कुरो हिन्दूलाई हेरेन हिन्दूलाई भनेन हिन्दूलाई खिचेन कुन चाहिँ धर्मको खिच्यो त राय समालले क्रिस्चियनको खिच्यो त मेरो भनाइ के उहाँलाई अनि उहाँको यो मान्छेको अलिकति नैतिकता हुँदैन जे मैले भन्न खोजेको कारण न कुनै आधार छ होइन उहाँले पारिश्रमिक त लिनुभयो किन राय समाल जस्तो महानायक फिल्म खेल्दा पारिश्रमिक लिनुहुन्छ त्यत्रो कार्यक्रम चलाउनु भएको छ पारिश्रमिक लिनुहुन्छ हिँड्नुपर्छ गाउँ जानुपर्छ रिपोर्ट लिनुपर्छ होइन अब लिएको पारिश्रमिक अब चाहिँ के विदेशीको पैसा गोटी खायो भने चाहिँ यहाँ फोटो चलाउने उहाँले आज हेर्नुहोस् कलाकार सङ्घमा त मैले त्यति चासो दिएको छैन र भोलि सङ्घ जागरुक भयो भने उहाँलाई त भनिहाल्ने मैले
यसै गरी उहाँ चाहिँ के भने अहिले भन्दै हुनुहुन्छ देशद्रोही हो, यो हो, त्यो हो, यसो राय समालले एउटा मात्रै पोइन्ट मलाई भनिदिनु, समाज खलबलिने, जात खलबलिने, हिन्दू धर्मलाई काहीँ ठेस पुग्ने अथवा कुनै नेपाली ठेस पुग्ने एउटा मात्रै शब्द भन्यो नि तपाईँ राय समालको एउटा नि 100 वटा फोटो चलाउनु, म तपाईँलाई साथ दिन्छु। जब काहीँ के मैले भनेको केही गल्ती गरेकै छैन होइन। हुन त अब उहाँलाई राय समालको फोटो जलाए चर्चामा आए भन्नु होला, अथवा तपाईँको एकता समाजले के भन्यो होला, तपाईँको एकता समाज पनि त्यो हिन्दू समाज पनि काहीँ न काहीँबाट चलेको, म हिन्दू भनेपछि काहीँबाट तपाईँलाई डोनेसन आएको होला। अनि उहाँले के भन्छ हिन्दूले भनेर मैले भनेको छैन। राय समालको कार्यक्रमलाई त 100 मा 100 सहमत छु म। यो विषय चाहिँ किन म बोलेको भन्दाखेरि नित्यान्त अहिले कलाकार भएको कारणले कलाकारलाई किन गर्यो मैले अघि नै भनिहालेँ। तपाईँले बुझ्न सक्नु भएन सायद। उहाँको कलाकारिताको कारणले उहाँलाई को विरोध होइन नि। तपाईँ यसरी उफ्रिनु पर्ने आवश्यकता छैन राजेश होइन। तपाईँ त बुझ्नुपर्छ नि, एउटा कलाकारिताबाट नाम कमाएर त्यो नामलाई दुरुपयोग गर्ने, चर्चको पैसा लिन जाने र चर्चको लागि म तपाईँसँग सोध्न चाहन्छु राजेश हमालजीले त्यो कार्यक्रममा एउटा पनि हिन्दू धर्मगुरुहरूलाई किन नबोलाएको? पशुपतिमा कुनै विभेद छैन। सुन्नुहोस् न, खालि बोल्ने नगर्नुहोस्। पशुपतिमा कुनै जाति हेरेर लाइनमा लगाइदिन, सबै जात, ठुलो जात, सानो जात, धनी गरिब सब एक लाइनमा बसेर मन्दिरको दर्शन गर्छन्। त्यसको फुटेज राजेश हमालजीले त्यस्तो सकारात्मक कामको उहाँले फुटेज किन हेराउनु भएन? हामीले भएर यही तपाईँको समता के तपाईँको यही फाउन्डर जस्तोले कुनै दिन यो दलित हो भनेर मन्दिर छिर्न नदिएको भने हाम्रो हाल देखाएको छ। अहिले नखोक्नुहोस्। अहिले त किनभने हामी जस्तो विवेक भएको हिन्दू सबैले बुझेर तपाईँ जस्तो कुरा नगर्नुहोस्। हिन्दू समाजकै मान्छे 17,000 मान्छे मार्न पर्यो लगेर चाहिँ अस्ति पनि देख्नु भने एउटा चाहिँ उहाँ विश्वकर्मालाई लगेर चाहिँ उहाँ मन्दिरमा रेप गर्थे। अहिले पनि तपाईँ चाहिँ अहिले धारो कुवामा छिर्न दिँदैन। कसले? हिन्दू धर्मले होइन। म हिन्दू धर्म नि गल्ती छ नि त, गल्ती नसुधार्ने। तपाईँको बाहुन पण्डितलाई मलाई मन लागेको पूजा पाठ गर्न लाउँछु न लाउँदिनँ नि, म माथि मन्दिरमा टिको गरेर चाहिँ टिको लाएर बिहे गर्छु। तपाईँहरूको के चाहिँ यहाँ सिस्टम हेर्नुहोस्। तपाईँले पशुपति भन्नुभयो, अहिले उस्तै यिनीहरूलाई चाहिँ मन पऱ्यो भनेदेखि यिनीहरू के गर्छन् भोलि यो चाहिँ के 13 दिन मान्दै थियो हामी चाहिँ यो के अरे काशीक्रिया गर्ने, 1 दिन पनि भनिदिन्छन् यिनीहरूले। अहिले चाहिँ पूजा गरेको यति, श्राद्ध गरी यति भनेर तोकेर हिँड्दैछन्। हिन्दू राज्यमा त्यो हिन्दू उसमा संस्थामा त्यो हुन्छ, सङ्घमा त्यो हुन्छ। जब मेरो उहाँलाई प्रश्न, ठिक छ तपाईँले राय समालको फोटो चलाउनु भयो चाहिँ त्यो कुरा पछि गरौँला, तपाईँलाई पनि कारबाही हुन्छ, तपाईँ पनि कहाँ आकाशबाट झरेको होइन, तपाईँ पनि केही होइन, तपाईँलाई त्यो कतिसम्म के। तर मलाई एउटा मात्रै अहिले यहाँ उहाँले प्रश्न गरिदिनु पऱ्यो, राय समालले कहाँ कुन चाहिँ गल्ती गर्यो र उसको चाहिँ उहाँले चाहिँ त्यो फोटो चलाउनु भयो, कुरा त्यति मात्रै हो मेरो। एकदम म उहाँलाई भन्दैछु, उहाँले टु दी पोइन्ट क्लियर गरिदिउँ न विनय सर। अलि लामो भयो होइन, तर टु दी पोइन्ट तपाईँले पनि क्लियर गर्दाखेरि धेरै भूमिका बाँध्नु परेन क्या। कलाकारको तर्फबाट म उहाँलाई भन्दैछु राय समालले पारिश्रमिक लिनुहुन्छ, त्यो लिनुपर्छ। जसले पनि काम गरेको आफ्नो पसिनाको पारिश्रमिक लिनुपर्छ। राय समालसम्म क्षमता थियो, कार्यक्रम चलाउनु भयो। आज किन जातको प्रश्न किन उठिरहेछ, किन भेदभाव भइरहेछ भने राय समालले उठाउनु भयो नि त यो कुरो त। तर राय समालको कार्यक्रममा उहाँले कहाँबाट डलर खानुभयो, कति खानुभयो, उहाँले टेबल मुनिबाट टेबल माथिबाट भन्नुहुन्छ कि उहाँ नै हुन्थ्यो कि दिने, उहाँले दिनुभयो, उहाँलाई साँचिरहेछ कि यहाँ त त्यो पनि भन्नु पऱ्यो होइन भने कुन चाहिँ त्यस्तो एउटा कारण छ र राय समाल तपाईँले फोटो चलाउनु भयो। तपाईँले यो क्रिस्चियन एड नेपालको लगानी रहेको कार्यक्रम जातको प्रश्नको यो सन्दर्भ जोडिरहँदाखेरि तपाईँले एउटा कलाकारको फोटो चलाउँदा समग्र संस्कृतिमाथि नै आक्रमण भयो नि सर, होइन र? तपाईँले यो कुरालाई अलिकति गहन रूपमा हेर्दाखेरि राजेश हमालले त सिङ्गो नेपाली चलचित्रलाई 30 वर्षदेखि बोकेर ल्याउनु भएको छ। अहिले मानाएको हुनुभयो, कलाकारहरूको फोटो चलाउँदै हिँड्ने अधिकार चाहिँ उहाँलाई कसले दियो भनेको? मेरो भनाइ चलचित्र क्षेत्रप्रतिको आक्रमण भयो क्या तपाईँको। तपाईँको मेन प्रश्न समता फाउन्डेसनलाई हो भने समता फाउन्डेसनलाई प्रश्न गर्ने हो तपाईँले, तर यो त सिङ्गो चलचित्र क्षेत्रप्रतिको आक्रमण भएन र? उहाँको चलचित्रको कारणले उहाँको विरोध भएको होइन। सुन्नु न, राय समाल न राष्ट्रपति, न प्रधानमन्त्री, न कुनै पदको, कुनै न पार्टीको सांसद, न कुनै के, न म कुनै दलको, न म कुनै के हो भन्न त हिँडेको होइन नि त। राय समाल त समग्र रूपमा सबैको मान्छे हो। अनि राय समाल तपाईँको भनाइ के भने तपाईँहरू यस्तो हुन्छ कि त्यति बित्ति आरिस नगर्नुहोस् कि के अरे चाहिँ नि म पशुपतिमा टिको लाएर आउने बाहुनलाई चाहिँ बोलाउनु, बाहुनलाई बोलायो भने त तपाईँलाई बोलाउँदा यस्तो भन्नु, दलितलाई ठोक्नै पर्छ भन्नुहुन्छ, बाहुन आयो भने के भन्छ? यहाँ आउँदैन 7 चोटि जब गर्छ बाहुनले त यहाँ। अनि तपाईँ भन्छ बाहुनलाई ल्याएर बाहुनले के हो? बाहुनलाई मैले भनेको होइन, तपाईँ फेरि तपाईँको दिमागमै यो भरेको छ। तपाईँ एउटा कलाकारको नाताले यो कुरा उठाउनु पनि तपाईँको जायज हो।
तर उहाँले तपाईँ यो दिमागबाट निकाल्नुहोस्, उहाँको कलाकारिताको कारणले उहाँको विरोध होइन, उहाँको कुनै फिल्मको अभिनयको कारणले विरोध होइन। उहाँले जुन, म फेरि पनि भन्छु तपाईँलाई, उहाँले यदि वास्तवमा तपाईँले भन्नुभयो नि हिन्दू समाजमा छुवाछुत छ, हिन्दू समाजमा छुवाछुत छ भने हिन्दू शास्त्रले त छुवाछुत भन्दैन। त यदि भन्छ भने तपाईँ भन्नुहोस् त कुन शास्त्रमा छुवाछुत लेखेको छ? लेखेको छैन। तर हाम्रो समाजमा अशिक्षाको कारणले, जागरुकताको कारणले, धर्म नबुझेको कारणले छुवाछुत भइरहेको छ। ओके, अब म यहाँ प्रश्न गर्छु। समाज पार्नको लागि म यहाँ अब अर्को तपाईले धर्मको व्याख्या गराइराख्नु भएको छ भने धर्मशास्त्र बुझेको धर्मगुरुहरूको मुखबाट बोल्न लाउनु पर्छ। ओके विनयजी, राजनीतिक व्यक्तिहरूलाई बोलाएर विनयजी सेकुलर मान्छेहरूलाई एकैछिन विनयजी, चिन्तकहरूलाई बोलाएर हिन्दू धर्मलाई बदनाम गर्ने विनयजी तपाईलाई विनयजी हिन्दूहरूको विपक्षमा बोल्यो, हाम्रो हिन्दूहरूको विपक्षमा बोल्यो भने तपाईँ आफै हिन्दूको विपक्षमा राय समाल बोल्यो भन्ने, अनि तपाईँलाई नबोलाएर तपाईँलाई नसोधेर कसले सोध्ने? कुन चाहिँ हिन्दूले बोल्यो? तपाईँको अर्को तपाईँको हिन्दू गुरुले बोलिदिनु पर्यो नि त अर्कोलाई बोलाउनलाई त। तपाईले बोल्नु भरे। विनयजीलाई मेरो यहाँ प्रश्न, धर्मको नाममा कलाकारको फोटो जलाएर नेपाली जुधाउने काम यो 21औं शताब्दीमा किन गरेको तपाईँले? तपाईँलाई अलिकति लाज लाग्दैन? यो धर्मको नाममा कलाकारको फोटो, सुन्नु न, एउटा कलाकारको फोटो जलाएर, कलाकारको फोटो जलाउनु पर्छ। धेरै कलाकार छन् नि, तर कलाकारलाई हामी सम्मान गर्छौँ, कलाकारलाई सम्मान गर्छौँ। तर त्यो कलाकार त सम्मान लात्तीले कुन्चिएर तस्बिर कुन्चिएर जलाउने हो त सम्मान। कम्तीमा तपाईले हितको विरुद्धमा जसले काम गर्छ, यो होइन, जसले पनि देश र समाजको विरुद्धमा जसले काम गर्छ, देशमा फाटो ल्याउने जसले काम गर्छ, त्यसको त्यही हालत हुनुपर्छ। जातीय छुवाछुतको अन्त्य हुनुपर्छ भन्दा कसरी विभेद हुन्छ, कसरी राष्ट्रघात हुन्छ? होइन, जातीय विभेद अन्त्य हुनुपर्छ कसले बोलेको छैन? कुनै हिन्दू गुरुहरूले बोलेका छन् कि हुनु हुँदैन भनेर? तपाईँलाई थाहा छैन? मुक्तिनाथमा जानुहोस्, जनजातिको छोरालाई, बाहुनको छोरालाई पनि टिको लगाउँछ, बाहुनको छोराले जनजाति पुजारीलाई खुट्टा ढोगेर नतमस्तक गर्छ। तपाईँ गढीमाईमा जानुहोस्, थारूको छोरा त्यहाँ पुजारी छ, थारूको छोरा सन्त छ, त्यहाँ थारूको छोराको अगाडि हामी गएर ढोक्छौँ र उसको हातबाट टिका थाप्छौँ। यो सकारात्मक कुरा त्यो कार्यक्रमको माध्यमबाट हेराउन सकिएको थिएन। तपाईँलाई मैले भनेको, यदि वास्तवमा छुवाछुत अन्त्य गर्नु थियो भने सकारात्मक कुरा हेराउनु पर्थ्यो नि। तर सबै नकारात्मक कुराहरू गर्न आएको यथार्थ बुझ्न आएको। तपाईँले एउटा मात्रै भनिदिनुहोस् मलाई, राजेश हमालले जातको प्रश्न सोद्धाखेरि कहाँ चाहिँ हिन्दू धर्मलाई कहाँ चाहिँ एक शब्द टच गरेर त्यस्तो चाहिँ हिन्दू धर्मलाई दाग लगाएर चाहिँ भाँडभैलो गर्यो? एउटा पोइन्ट भन्दैछु नि, तपाईँले भन्दैछु, तपाईँ भन्नुहुन्छ जे पनि बोल्दिने। सुन्नुहोस् न त, तपाईँ सोध्नुभयो, अब सुन्नुहोस्। सुन्छु, भन्नु न। धैर्यता छैन सुन्ने भने तपाईँ के भन्नु भनेको? तपाईँ सुन्न लागेको कुरा भयो, सुन्छु। यदि उहाँले हाम्रो समाजमा छुवाछुत अन्त्यको लागि सकारात्मक कामहरू पनि भएको छ, तर उहाँले हिन्दू समाजको सकारात्मक जसले छुवाछुतको विरुद्धमा जुन सकारात्मक कामहरू, सकारात्मक पहलहरू भएको छ त्यसलाई वर्णन नगर्ने र नकारात्मक जुन विषय छ त्यसलाई हेराएर हिन्दू समाजलाई बदनाम गर्ने र हिन्दू समाज बदनाम भएपछि चर्च छिराउन सजिलो हुन्छ, यो कुचेष्टाले त्यो प्रोग्राम गरेका हुन्। र त्यसमा अब अन्तिममा तपाईँको मूल आशय, मैले यो समग्र सुनिरहँदा किशोरजी नि बोल्नुभयो, तपाईँले धेरै कुरा बोल्नुभयो, यसमा चाहिँ समता फाउन्डेसन बाहेक अर्को कुनै एउटा फाउन्डेसन जो क्रिस्चियन एडसँग सम्बन्धित छैन उसले सञ्चालन गरेको भए जातको प्रश्न रायसमाले चलाउन पाउँथे? त्यसो भए यसमा क्रिस्चियन कोही नजोडिएको भए रायसमाले मजाले चलाउन पाउँथे, तपाईँले फोटो पनि चलाउनु हुन्थ्यो हो? म निश्चित रूपले भन्छु, यही कार्यक्रम यदि चर्चको एड नभएको भए, इसाईहरूको कार्यक्रम नभएको भए, यदि कुनै नेपाली हिन्दू संस्कृतिको प्रोड्युसरको कार्यक्रम भएको भए, त्यसमा लगानी भएको भए, निश्चित रूपले हाम्रो समाजलाई तोड्ने नकारात्मक कुरा होइन, सकारात्मक कुराको चर्चा गरेर छुवाछुत अन्त्य गराउने पहल हुन्थ्यो। तपाईँले देशको त्यत्रो चिन्ता रहेछ भने राष्ट्रिय एकता अभियानले विज्ञापन राखेर रायसमालाई प्रश्न एउटा कार्यक्रम सञ्चालन गर्ने मौका दिनुहोस्, यही जात सम्बन्धी छुवाछुत अन्त्यका लागि। तपाईँ किन पहल कदमी गर्नुहुन्न? तपाईँलाई राष्ट्रको त्यत्रो चिन्ता रहेछ, अब सबै क्रिस्चियन हुने भए, हिन्दूहरू मासिँदै जाने भयो भने त्यत्रो चिन्ता छ भने तपाईँ किन गर्न सक्नुहुन्न त? होइन,
तपाईँ निश्चित रूपले अब कसले के गर्छ सबको आफ्नो आफ्नो काम छ हैन। अरूले गरेको पनि तपाईँ देखिसक्नुहुन्न, राम्रो कामको पनि तपाईँ समर्थन गर्नुहुन्न नि बाबा। नकारात्मक कुराको चर्चा गरेर समाजलाई बदनाम गर्ने त्यो राम्रो काम हैन नि। उहाँले एउटा पनि भनिदिनुहोस् न, हिन्दू समाजमा छुवाछुत अन्त्यको लागि धेरै सकारात्मक कामहरू पहलहरू भइरहेको छ। उहाँले आफ्नो कार्यक्रममा एउटा पनि सकारात्मक व्यक्तिलाई बोलाएर यस्तो यस्तो छुवाछुत अन्त्यको लागि काम भइरहेको छ, हिन्दू धर्मगुरुहरूले छुवाछुत मान्दैनन्, हिन्दू शास्त्रमा छुवाछुत छैन भनेर कहीँ एउटा पनि एपिसोडमा उहाँले कुरा उठाउनु भयो? भएन। उहाँहरू खालि नकारात्मक व्यक्तिहरूलाई बोलाएर हिन्दू समाजको नकारात्मक कुराहरू उठाएर हिन्दू समाजलाई बदनाम गर्ने जुन काम गर्नुभयो त्यो प्रति हाम्रो विरोध हो। कस्तो हुन्छ भन्दाखेरि सर तपाईँलाई किनभने यो चर्काचर्की नगरौँ होइन, सभ्य हुनुपर्छ, तपाईँलाई कारबाही त हुनुपर्छ। हेर्नुहोस् कि तपाईँले एउटा पोइन्ट देखाइदिनुहोस् यो कारण तपाईँले यस्तो होइन धर्ममा जुन राय समाजले के क्रिस्चियनलाई चाहिँ ल्याएर गरे त? मेरो भनाइ क्रिस्चियनको चाहिँ पुजारी खोज्दै हिँड्यो त? कुनै फादरलाई ल्याएर चाहिँ बोल भने हो र? मैले भन्न खोजेको के तपाईँले त यति तपाईँ यस्तो समाज चलाएर यति बुझ्ने विवेक भएको मान्छे, जातको कुरा थाहा रहेछ, सबै कुरा थाहा रहेछ, तपाईँ जस्तो मान्छेले यति मूर्ख काम गर्ने सर? अलिकति तपाईँ के भन्नुहुन्छ अहिले पनि? तपाईँले अलिकति के भन्नु? मैले भयङ्करै पाहाड फुटाएँ, केही गर्नु भएन सर। तपाईँले मैले भन्नुको कारण तपाईँलाई म राम्रोसँग भनिदिन्छु, तपाईँ यति बुझेको मान्छे, यति संस्कार सबै कुरो थाहा रहेछ, बाहुनले यो गर्दैछ, धर्मगुरुहरूले यो गर्छ, सबै भएकोमा न उसले राय समाजले त्यहाँ कार्यक्रममा कुनै क्रिस्चियनलाई चाहिँ नि त्यहाँभित्र छिराएर बोलेको छ, न कुनै हिन्दूलाई, न कुनै जातिले, भनौँ न धर्मलाई त कहीँ छोको छैन नि त। मैले भन्नु खोजेको अब उहाँलाई के भयो त्यो भन्दाखेरि अब यहाँ के हुन्छ भन्दाखेरि नगरौँ, गरिसके जान्ने भएर कसले उकास्थ्यो उहाँलाई पनि, उहाँको विवेक अनुसार चाहिँ होइन रहेछ भन्ने कुरो मैले थाहा पाएँ कि कुन चाहिँले उकास्थ्यो गइहाल्नु भयो। अब अहिले के भयो अनि हाम्रो कमजोरी के छ भन्दाखेरि म यही भन्छु हिन्दू धर्ममा के कमजोरी छ भन्दाखेरि हामी आफ्नो गल्ती नस्वीकार्ने। तपाईँले हेर्नुहोस् सर स्वीकार्न पर्छ। तपाईँले ढिलो चाँडो कसरी हुन्छ, आफू विवेकशील हुनुहुन्छ, विवेकमा आउनुहोस्, सरी भन्नुहोस्, होइन भनेदेखि तपाईँले तपाईँलाई गल्ती महसुस भएको छ कि छैन? के को गल्ती बाबा? मैले यो माफी माग्नुपर्छ यो विषय भन्ने लाग्दैन तपाईँलाई? धर्म संरक्षणको लागि काम उहाँलाई एउटा मैले उहाँको दिमागमा के भरेको छ भने शब्दमाथि उहाँ गइराख्नु भएको छ कि राजेश हमालले एक शब्द पनि हिन्दूको विरोध गरेका छन् त्यो कार्यक्रममा। उहाँलाई म भन्छु शब्द आवश्यक छैन। गतिविधि जब हिन्दू विरोधी छ भने शब्द के को हाल लागि? उहाँलाई म भन्छु एउटै कुराको दुईटा म क्वेसन उदाहरण बताइरहेको छु। एउटा उहाँलाई भन्छु तपाईँ झुटो बोलिराख्नु भएको छ होइन, एक म उदाहरण दिइरहेको छु है, अन्यथा नलिनु होला। उहाँलाई म भन्छु झुटो बोलिराख्नु भएको छ भने एउटा त्यो शब्द आउँछ कि उहाँले झुटो बोल्यो होइन, उहाँले फ्रड बोल्यो। तर म उहाँलाई के त्यही कुरालाई म उहाँलाई राम्रो कुरामा भन्छु कि होइन उहाँ सत्य बोलिराख्नु भएको छैन। उहाँले म माथि आरोप लगाउन सक्नुहुन्न कि उहाँले मलाई झुटोको आरोप लगाएन। त्यही शब्द त्यो तपाईँ शब्दमाथि तपाईँ खोजिराख्नु भएको छ कि राजेश हमालले हिन्दूको विरोध कहाँ गर्यो? शब्दमा नजानुहोस्। जसरी मैले भने नि गतिविधिमा जाउँ। तपाईँले प्रश्न खोजेको मैले बुझेँ। अब किशोरजीलाई प्रश्न नकारात्मक देखाउने ओके अब किशोरजी म एउटा प्रश्न गर्छु तपाईँलाई। यति साह्रो उहाँले राजेश हमालको विरोध भनौँ, एक हिसाबले तस्बिरै जलाइसके पछाडि अपमान भनौँ, यत्रो गतिविधि हुँदा पनि तपाईँ एउटा चलचित्रकर्मीको नाताले यसरी स्पष्ट बोल्नु भएको छ भने आम चलचित्रकर्मी किन चुइक्क नबोलेको त? राजेश हमालको गल्ती कतै न कतै भएर सायद चलचित्रकर्मी नबोलेका हुन् कि? यहाँ त उहाँले यस्तो प्रश्न चिन्ह खडा गरिदिनु भयो कि चलचित्रकर्मी नबोल्दा त कता न कता राजेश हमालको पनि गल्ती हो कि भन्ने चाहिँ उहाँले महानायकको दर्जा दिइराख्नु भएको छ। म सोध्न चाहन्छु उहाँले दिएको होइन, आम दर्शकले सुन्नु न राजे, म एउटा कुरा उठाइरहेको छु। यहाँ 62-63 को जनआन्दोलन भयो, राजेश हमालजीले चुक्क बोल्नु भएन होइन। त्यत्रो ठुलो देशमा परिवर्तन भयो, राजेश हमालजी चुक्क बोल्नु भएन। यत्रो ठुलो दुनियाँमा भूकम्पको आपदा आयो हाम्रो देशमा, धेरै सङ्घ संस्थाहरूले जसको घरमा एकमुठी थियो त्यसले पनि आफ्नो छर छिमेकमा भूकम्प पीडितलाई एकमुठी खुवाएर आफ्नो कर्तव्य वहन गर्यो। तर राजेश हमालजी त्यो भूकम्पको पीडाको समयमा कहीँ पनि कतै पनि देखिनु भएन, कता उसमा पालमा छिरेर बस्नुभएको थियो। त्यति मात्रै होइन, भर्खर कोरोना आयो, कोरोनाका बेलामा हाम्रो नेताहरूद्वारा यस्तो चरम भ्रष्टाचारको कुराहरू उठ्यो, राजेश हमालजीको मुखबाट एउटा शब्द पनि निस्केन। त्यति मात्रै होइन, कोरोनामा यो लकडाउनको समयमा टोलटोलको केटाहरू, टोलटोलको युवाहरू, हामी जस्तो सङ्घ संस्थाहरूले राहत स्वरूप खाना खुवायो, राहत बाँड्यो। तर राजेश हमालजी यही समाजबाट पैसा कमाउनु भएको छ, फिल्म उसबाट, इन्डस्ट्रिजबाट। उहाँले महानायकको दर्जा दिनुहुन्छ, उहाँ कतै देखिनु भएन यो कोरोनाको कालमा।
तपाईँ विदेशमा हाम्रा नेपाली दाजुभाइहरू फँसेका छन्। रवि लामी छानेजीले आफ्नो स्तरबाट त्यो उद्धार गर्दैछन्। त्यो सरोज यादव एउटा जनकपुरमा अभियन्ता छन्, उनले आफ्नो स्तरबाट तिनीहरूलाई उद्धार गर्दैछन्। तर राजेश हमालजी कतिपय कुनै गतिविधिमा आउनुभयो, सार्वजनिक गतिविधिमा, देशको समाजको गतिविधिमा उहाँले, तर उहाँलाई महानायक भन्ने, महानायक त वास्तवमा फिल्म जगतबाट महानायक कसैलाई चुन्नु पर्ने छ भने त्यो धुर्मु सुन्तलीलाई चुन्नुपर्छ, किनभने उनले समाजलाई एउटा दिशा र निर्देश र दिशा देखाएका छन्, उनबाट धेरैले प्रेरणा पाएका छन्। तपाईँले महानायक चुन्नु पर्ने हो भने मदन कृष्ण हरिवंशजीलाई चुन्नुपर्छ। उहाँहरूले हरेक देशको इस्युमा उहाँहरूले आफ्नो आवाज उठाउनु भएको छ, जनताको लागि बोल्नु भएको छ। तर राजेश हमालले आजसम्म जनताको लागि चुक्क नबोल्ने मान्छे महानायक हुन सक्छ र सक्दैन, कदापि हुन सक्दैन। त्यो चाहिँ त्यस्तै विदेशी एनजिओको आइएनजिओको गोटी बनेर हिन्दू समाजलाई बदनाम गर्ने काम मात्रै गर्छन्। तपाईँलाई म भनिदिन्छु, म पनि त्यस्तो गतिविधिमा हिँड्दिनँ। भुइँचालो आयो, राज्यले करोडौँको कोष किन छुट्याएको? राजेश हमालले लगेर चाहिँ भात खुवाउनुपर्छ अथवा किशोर खत्रीले खुवाउनुपर्छ, कलाकारले खुवाउनुपर्छ भन्ने टपरी थापेर माग्दै हिँडेर सम्पूर्ण दाजुभाइसँग माग्दै हिँडेर हामी पालिहाल्छौँ नि। यत्रो राज्य, यत्रो सरकार, यस्तो संस्था, यस्तो यति मैले तपाईँलाई भने अहिले चाहिँ अरबौँको कुरा आइरहेछ कि यहाँ चाहिँ कोरोनाको बेलामा तपाईँ किन भात खुवाउँदै हिँड्नुहुन्छ? तपाईँ किन खुवाउनु? तपाईँले किन उद्धार गर्नु पर्यो? सरकारलाई भन्नुहोस् न। त्यत्रोको सुन्नु होइन, तपाईँले कहाँ भन्नुभयो त? तपाईँले चाहिँ भन्नुभयो त कुरा गर्नु। राज्य हेर्नुहोस्, राज्यले छुट्याउने खराब सुन्नु मैले तपाईँलाई भनेको ए बाबा तपाईँ हो यसरी भन्नु न। राजेश हमालसँग चाहिँ मलाई व्यक्तिगत रिस छ भन्नु नि त। ए बाबा मैले मात्रै मानेको हो र म एकजनाले मान्दा मान्ने हुने हो र? तपाईँ जस्तो मूर्ख हो म के अरे फलानलाई चाहिँ एउटा धर्मको ट्याग लगाइदिने, अर्को ट्याग मैले भनेको। सुन्नु हेर्नु, म पनि जान्न, सुन्नु म पनि जान्न। यहाँ तपाईँलाई म भनिदिन्छु एउटा कुरो मान्नुहोस्, एकजना नेपालीले अर्को नेपालीलाई सहयोग गर्ने हो, खाएको छ कि खाएको छैन माग्नुपर्छ। कलाकारले हात थापेर ए ल्याइदेऊ न म यो गर्छु, त्यो हामी गरेका छौँ। तर मैले तपाईँलाई भन्नु खोजेको राज्यले छुट्याएको बजेट कहाँ गयो? के तपाईँको हिन्दू समाजमा आउँछ कि कुनै नेतालाई जान्छ? तपाईँले पनि अलिकति आयो होला नि त। मैले भने नि तपाईँलाई किन बजेट छुट्याएको? कोरोनाको समयमा पिसिआरको अथवा अन्य राहतको भ्रष्टाचारको विषय आयो, त्यसमा पनि राजेश हमालजीले कुरा उठाएनन् नि त। अब हामी विषयान्तर नहौँ। तपाईँको राष्ट्रिय एकता अभियान कोबाट सञ्चालित हो? यो राष्ट्रिय एकता अभियान यो देशको लागि हो कि विदेशीको लागि हो? तपाईँको पनि यो अभियान सायद तपाईँ पनि विदेशीको गोटी हो कि जस्तो लाग्यो समग्र कुरा हुँदा। होइन, एकदम तपाईँले बहुत राम्रो क्वेसन गर्नुभयो। राष्ट्रिय एकता अभियान हिन्दू समाजको कुरा उठाउँछ, हिन्दू गणतन्त्रको कुरा उठाउँछ। यदि हिन्दू धर्म विदेशीको धर्म हो भने निश्चित रूपले म पनि सञ्चालित छु। गरेको गतिविधि एउटा हिन्दूले, यहाँ सुन्नुहोस् विनयजी, तपाईँले गरेको गतिविधि अर्को एउटा हिन्दूले रुचाउँदैन कि? तपाईँले जे अहिले गतिविधि गर्नुभयो नि, फोटो जलाए पछाडिका जे जति धर्मको नाममा जे जति गर्नुभयो, तपाईँले हिन्दू धर्मको आडमा जे जति बोलिरहनु भएको छ, अर्को एउटा हिन्दू धर्मानीले तपाईँको आशय भनाइलाई मान्न तयारै छैन के? अहिलेको जमाना धर्मको नाममा लडाउने तपाईँ को हो यो देशमा धर्मको नाममा द्वन्द्व निम्ति आउने? भन्नुहोस् त। सुन्नु न, फेरि तपाईँले म मूर्ख भन्छु भने तपाईँले कस्तो लाग्छ? तपाईँ पनि मूर्खको कुरा गरिराख्नु छ। तपाईँको कुराले म सहमत छैन भने म मूर्ख भएँ? मेरो कुराबाट तपाईँ सहमत हुनु, तपाईँ पनि मूर्ख हो त्यसो भए। तपाईँ पनि मूर्ख हो त्यसो भए। होइन, सबको विचारमा सब सहमत हुनुपर्छ भन्ने छैन। तपाईँको कुरामा म सहमत छैन भने म मूर्ख भएँ? त्यसो भए मेरो कुरामा तपाईँ सहमत हुनु न, तपाईँ पनि मूर्ख। म कसरी मूर्ख? बिल्कुल मैले तपाईँको कुन सुन्नु मैले तपाईँको कुन चाहिँ हिन्दू समाजमा तपाईँको समाज एकताको मान्छेलाई गाली गरेको छु कि फोटो च्यातेको छु? हैन, तपाईको कुरामा म सहमत नभएपछि म मूर्ख भने मेरो कुरामा तपाईँ सहमत हुनुहुन्न भने तपाईँ पनि मूर्ख। एउटा कलाकारलाई चाहिँ के अरे झन्डा मागेन चाहिँ तपाईँ के भन्छ के मागेन सुन काण्ड मागे ए बाबा अभिनेताले गर्ने काम गर्छ हो त्यही भन्दैछु। अभिनेताले गएर टिभी च्यानलमा धर्मको लागि धर्मलाई बदनाम गर्ने काम गर्ने तर देशको लागि नबोल्ने। तपाईको चाहना चाहिँ राजेश हमालले आएर तपाईहरुको चाहिँ के हुन्छ भन्छ नि टुप्पी समातेर तपाईहरुको वरिपरि हिँड्नु पर्ने हैन त। राजेश हमाल सबैको हो, तपाई हिन्दूको पनि हैन क्रिस्चियन सबैको राजेश हमालको आफ्नो पर्सनल जिन्दगी छ।
उसले जीवन चलाउनु पर्छ देश र समाजलाई राम्रो कुराहरू सन्देशहरू जान्छ भनेदेखि उहाँको व्यक्तिगत जीवनको कुरा मैले उठाएको हैन व्यक्तिगत उहाँले कार्यक्रम चलाउनु त के भन्नुहुन्छ अहिले आयो समाजको विरोधी गतिविधि छ त भन्दिनु एक ठाउँमा भन्दिनु न कि त उहाँले कुनै पोपलाई बोलाएर कुनै पास्टरलाई बोलाएर कार्यक्रम चलाएको भए विनयजी 80% हिन्दू मान्ने यहाँ यत्रो जमात भइरहँदाखेरि राजेश हमालले गलत गर्यो भनेर केवल तपाईँ व्यक्ति बोलिरहनु भएको छ अरू हिन्दूहरू किन मौन बसे त यदि उहाँले गलतै गरेको भए तपाईँको थट नै के भइदियो भन्दा राजेश हमाल प्रतिको तपाईँको थट नै के भइदियो भन्दा सुन्नु म पनि हिन्दू धर्म उहाँले 2-4 मार्क्स ल्याएर कतिमा किनेर लिएर आउनुभयो र तपाईँ यो हिन्दू धर्मको नाम लिएर चाहिँ यो एकता के भनेर समाज एकता भनेर एकतामा लाने हो नि त कहाँ कति तपाईँलाई पैसा आउँछ मेरो पनि प्रश्न म पनि हिन्दू हो नि त बाहुनको छोरा हिन्दू होइन तपाईँलाई कहाँबाट चाहिँ कति पैसा आउँदैछ र परिचालन हुँदैछ तपाईँ के भन्नुहुन्छ भने उहाँले बोलेका कुराले गलत प्रश्न म चोर भयो भने मेरो छेउमा बस्ने मान्छेले मलाई चोर छ कि भन्छु कि मैले म सबै छु भने त भन्दिनँ नि उहाँको कुरा त्यस्तै आयो नि त आशै त्यस्तो देखियो रे कार्यक्रममा त्यो भएन नि त तपाईँ हिन्दू समर्थक हुनुहुन्छ एउटा हिन्दूले त तपाईँको भनाइसँग सहमत जनाउन सकेको छैन यहाँ उहाँ पनि हिन्दू हुनुहुन्छ होइन उहाँ हिन्दूको रूपमा यहाँ उपस्थित हुनु भएको छैन उहाँ कलाकारको रूपमा उपस्थित हुनु भएको छ उहाँको धर्म भनाइको आशय त कम्तीमा उहाँले मान्य हुने त हुनु पर्यो नि मान्य त हुनु पर्यो नि दिनु न उहाँ एउटा कलाकारको रूपमा आउनु भएको छ उहाँको धर्म बन्छ कि एउटा कलाकारको पक्षमा बोल्नको लागि हैन उहाँ भित्री रूपमा यो सहमत हुनुहुन्छ हैन मेरो कुराबाट उहाँ सहमत हुनुहुन्छ छैन तपाईको कुरा हैन हैन तपाईले यसरी बोलेर हुँदैन नि तपाई भन्नु न भित्र आत्मादेखि म सहमत छैन हिन्दू समाजलाई उहाँले बदनाम गर्ने कामहरु गर्नुभयो बदनाम गर्ने भएको भए तपाई बोल्नु पर्दैन म बोल्छु भनेको तपाईले भनिरहनु पर्छ तपाईले भन्दै छु नि त म बोल्दिन यत्रो चाहिँ तपाई मान्नुहुन्छ एउटा कुरो यस्तै व्यवहार गरेर जानु भएन 80% हिन्दू भन्नुहुन्छ कि हाम्रो हिन्दूको संख्या चाहिँ घटेर आएर चाहिँ तपाईहरुले अहिले 8% मा ल्याइदिनुहुन्छ अभिनय क्षेत्रमा हेर्नुस् हिन्दू धर्म नाम लिएर तपाईको अहिले पशुपति क्षेत्रमा त्यत्रो पैसा चाहिँ कमाइ हुन्छ त्यो कहाँ गयो पशुपति क्षेत्रको बजेट हेर्नुस् तपाईको त्यो एकताले एकदम यो तपाईले एक सकारात्मक कुरा उठाउनु भयो पशुपति हैन हिन्दू धर्मले खाएको छैन तपाई एज अ नागरिक गएर पशुपति विकास कोषसँग सोध्न सक्नुहुन्छ नि कहाँ पैसा खर्च भयो भनेर तपाई यहाँ मिडियामा पशुपति विकास कोषमा आरोप लगाउनुहुन्छ हो तपाईले किन अहिले हिन्दू धर्म जोड्नु तपाई हिन्दू धर्म किन जोड्नुहुन्छ भनेको आरटीआई तपाई भन्नुहुन्छ कि के रे हिन्दूले चाहिँ यो गर्छ त्यो गर्छ भ्रष्टाचार छ भने तपाई एज अ नागरिक एज अ हिन्दू अनि के गर्नुपर्छ कसैले मन रोकेको छैन राज समाजले तर कसैले हिन्दू समाजलाई बदनाम गर्ने काम गर्छ भने बदनाम भयो भनेको बाबा नकारात्मक कुरा उठायो भने बदनाम हैन नकारात्मक भयो भने तपाईले झुटो बोलेको भन्छु मात्रै विश्वकर्मालाई विश्वकर्मा नै राख्नु पर्छ यो किन किन पर्यो त्यसको पक्षमा को हिन्दू छ र भनेर नि बोल्दाखेरि तपाईले जुन भने को हिन्दू छ र मलाई भनिदिनु म हिन्दू धर्मको कुन कारण चाहिँ राज समाज विपक्षी भयो मलाई भनिदिनु त एउटा पोइन्ट भनिदिनु न तपाईले म क्वेशन गर्दै राज समाजले तपाईको एउटै मात्रै कुरा के छ भन्दा समता फाउन्डेसनले चलाएको कार्यक्रममा राज समाज गयो तपाईले कतिवटा आरोप लगाउनु भयो कति पैसा विदेशबाट ल्यायो विदेशीको दलाल गोटी सबै भन्नलाई के तपाई के कलाकारलाई तपाईले भाँडाकुटी सोच्नु भएको छ त्यति सर तपाईले के भन्नु भने नि म कलाकारलाई सल्युट गर्दैछु नि बनाउनुस् न महानायक हरिवंशजी र माधव तपाईले बनाएर हुन्छ तपाई बनाउनु न धुर्मु सुन्दरीलाई तपाईले भन्नु न उहाँलाई सल्युट गर्छु नि जसले समाजलाई एउटा बाटो दिँदैछ तपाईसँग सोध्दै छु तपाईसँग एउटा तपाईले धेरै क्वेशन गर्नुभयो तपाईलाई म सोध्दै छु तपाईले राजेशजीको वकालत गर्दै हुनुहुन्छ तपाईसँग सोध्दै छु यो समाजमा छुवाछुत अन्त हुनुपर्छ भनेर कोही हिन्दू धर्मगुरुले नबोलेको छैन सब हिन्दू धर्मगुरु तपाई कसैको कथामा जानुहोस् दिनबन्धुजीले कथा गर्नुहुन्छ उहाँले छुवाछुत हटाउनु पर्छ बोल्नुहुन्छ तर त्यस्ता अनि उहाँले बोल्दा तपाईले फोटो चलाउनु भएन राज समाजले बोल्दा किन फोटो चलाउनु भनेको सुन्नु न दिनबन्धुजीले अथवा स्वर्गीयजीहरुले चलाउँदाखेरि चाहिँ उहाँको फोटो नचलाउने उहाँहरुले त कहाँ छुवाछुतको वकालत गर्नु भएको छ अनि अहिले भन्नु भयो नि तपाईले छुवाछुतको विषय त अन्त्य हुनुपर्छ नि उहाँ राज समाजले अन्त्य हुनुपर्छ भने हैन राजेश समाज किन भयो भने त्यो सकारात्मक कुरा हैन नि त हिन्दू धर्मगुरुहरुले छुवाछुत मान्दैनन् हिन्दू शास्त्रमा छैन छुवाछुत यो कुरा उठाएन नि त उहाँले कन्क्लुजनमा जाउँ अलि हामी एउटै पोइन्टमा धेरै अल्झौँ कन्क्लुजनमा अन्तिममा अब विनयजीलाई मेरो एउटा प्रश्न विनयजी तपाईले तस्बिर जलाइसके पछाडि तपाईलाई आम दर्शकले के भनेका छन् भन्दा बाटामा भेट्यो भने तपाईलाई जुत्ताको माला लाउनेदेखि लिएर तपाईको छाला काटेर नुन खुर्सानीसम्म हाल्न पाए हुन्थ्यो यो को विनय यादव जसले धर्मको नाममा कलाकारहरूलाई तस्बिर जलाएर कलाकारहरू
प्रतिको एउटा अपमान त सधैँ नै छ। एउटा आम नागरिकलाई जुधाउने काम गर्ने को हो विनय यादव, कोबाट सञ्चालित हो? यसलाई भेटौँ मात्र, यसलाई यस्तोसम्म गर्छु भने त्यतिसम्मको आवेग छ। तपाईँले यो यत्रा गतिविधि गर्दा नि अलिकति आत्मग्लानी छैन भने? तपाईँ यो पत्रकारिताको धर्मबाट बोलिराख्नु भएको छैन, तपाईँ पहिला यसमा एक्सक्युज गर्नुहोस्। होइन, एक्सक्युज भन्दा नि यो आम नागरिक उठाएको प्रश्न हो। प्रतिक्रिया विभिन्न प्रकारको हुन्छ। तपाईँले म प्रतिक्रिया आफ्नो मोबाइलमा हेराउँछु, म धेरै राम्रो काम गरेँ, राष्ट्रको लागि धेरै राम्रो काम गर्नुभयो पनि प्रतिक्रिया आएको छ। त्यो प्रतिक्रियामा तपाईँ त जानु भएन। तपाईँ एज अ पत्रकारिताको धर्मबाट बोल्नु भएको होइन। यो तपाईँ यसमा सुधार गर्नुहोस्। होइन, नागरिकले उठाएको प्रश्न मैले जहाँको त्यही जस्ताको त्यस्तै तपाईँलाई सोधेको हुँ। होइन, यो प्रश्न होइन नि। प्रतिक्रिया थरीथरीका हुन्छन्, पोजिटिभ पनि हुन्छन्। उहाँको धेरै फलोवरहरू छन्, धेरै उहाँलाई सम्मान गर्ने, फिल्ममा अभिनय गरेको हुनाले धेरै फ्यानहरू छ। फ्यानहरूलाई दुःख लागेको होला, त्यो म बुझ्छु। होइन, मेरै साथीहरू फ्यान छन्, उहाँहरूलाई पनि दुःख लागेको छ। तर विषय बुझ्नुपर्छ। विषय यो बुझ्नुपर्छ, इस्यु हामीले इस्युको विरोध गरेको राजेश हमालजीको व्यक्तिगत कुनै हाम्रो रिस्बी छ न, व्यक्तिगत उहाँको व्यक्तिगत जीवनको बारेमा मैले प्रश्न उठाएको, इस्युको माथि विरोध गरेको हामीले। किनभने उहाँले हिन्दू समाजमा छुवाछुत छ, त्यो हिन्दू समाजमा छुवाछुत अन्त्यको लागि धेरै सकारात्मक पहलहरू भइरहेको छन्। तर उहाँले आफ्नो कार्यक्रमको माध्यमबाट त्यो सकारात्मक पहलको कुरा नउठाएर नकारात्मक हिन्दू जुन छद्म सेकुलर नेताहरू छन् र भौतिकवादी नेताहरू छन्, उनीहरूलाई बोलाएर हिन्दू समाजलाई माथि नकारात्मक जुन टीका टिप्पणी गराउनु भयो, त्योबाट हाम्रो हिन्दू समाज कहाँ विरोध हो एकदम भएको छ नि। त्यही पोइन्टमा गयौँ कि यो पोइन्टमा हामी 30 मिनट जति अल्झिरहेको छौँ। अब विनयजी, मैले गल्ती गरेँ, मैले माफी माग्नुपर्छ भन्ने तपाईँलाई अलिकति नै लागेको छैन? फेरि तपाईँ कतिपल्ट भन्नु, म यो देशको लागि, धर्मको लागि राम्रो काम गरेको छु। जनताहरूको एकदम दिनरात म काम मेसेज आइरहेको छ। यस कारणले यो कुरा त मैले गर्वको साथ भन्छु। र यदि म गलत गरेको छु भने राजेश हमालजीलाई च्यालेन्ज गर्न चाहन्छु, यो मलाई कारवाही गरेर हेराउनुहोस्। तर म देशको लागि, धर्मको लागि राम्रो गरेको छु। भएको मान्छे तपाईँ त फोटो चलाउँदै हिँड्ने मान्छे, तपाईँ दादा डन, अब यत्रो तपाईँको चाहिँ के भन्छ, यो कता के फाउन्डेसन, तपाईँ त डन भइगयो नि। तपाईँलाई कहाँ छुने कुरा भयो? तपाईँले त कानुन संविधानको तपाईँको यो च्यालेन्ज सरकारलाई पनि हो, राज्यलाई पनि हो? राज्यको विरोधमा मैले गतिविधि गरेकै छैन। तस्बिर जलाएको विषयमा राजेश हमाललाई तपाईँले जसरी च्यालेन्ज दिनुभयो नि, तपाईँले गलत गरेको छ भन्दा राज्य छ, होइन, सुरक्षा निकाय छ, तपाईँले भन्नु कारबाही गरेर देखा मलाई, मैले गलत गरेको छ भने भन्नुभयो नि। एकदम मैले लोकतन्त्रमा विरोध गर्ने एउटा नागरिकको अधिकार हो। होइन, यसमा कुनै गलत कुरा होइन। तपाईँले यही मात्र होइन, अमेरिकामा जानुहुन्छ भने त्यहाँको राष्ट्रपतिको पनि पुतला दहन हुन्छ। लोकतन्त्रमा इस्यु वाइज विरोध गर्न मिल्छ। यो लोकतन्त्रको खुबी हो, लोकतन्त्रको सुन्दरता हो। त्यसलाई तपाईँले गलत गरेको नभन्नुहोस्। तपाईँले मेरो इस्युबाट तपाईँले चिज नबुझेको होला, तपाईँको मनमा म प्रति नराम्रो होला। जरुरी छैन सब कुरामा सबको सहमति जुट्छ भनेर, जरुरी छैन, आवश्यक छैन। तर समयले साबित गर्नेछ कि यो इस्यु चाहिँ, यो इस्युमा राजेश हमालजीले प्रयोग हुनुभयो, गोटी भन्नुभयो, यो समयले सिद्ध गर्नेछ। मैले तपाईँले आएर यहाँ बोलेर तन्केर झन्केर बोलेर केही हुनेवाला छैन। समय र समाजले प्रमाणित गर्नेछ कि राजेश हमालजीले जुन चर्च एडको पैसा लिएर एउटा कार्यक्रम चलाउनु भयो, नपाउने भनेको बाबा त्यो काम गरेर खान नपाउने होइन, काम गरेर उहाँले के बाबा एउटा बौद्धिक स्तरको मान्छे हो नि। उहाँले बौद्धिक स्तरको भन्दा सम्झौता गर्दा, बौद्धिक स्तरको भन्दा बुद्धि खाएर मात्र अगाडि चर्चसँग सम्झौता गर्दा भन्नु पर्थ्यो नि कि छुवाछुतमा सकारात्मक काम पनि भइरहेको छ। समता फाउन्डेसनले गरेको छ। छुवाछुतमा कहिले चाहिँ नकारात्मक हो भनेको छ? जहिले यो जात किन भनेर प्रश्न गरिरहेको हुन्छ। जात किन सोद्धाखेरि उहाँले तपाईको च्यालेन्ज जब भन्नुहुन्छ, हेर्नुस्, तपाईलाई छ नि नेपालमा यदि कानुन छ र तपाईँ चाहिँ यति ठुलो हुन त तपाईँ कुनै ग्याङबाट चल्नु भयो होला, ठुलो गाउनु होला, तपाईँ कुरा हुन्छ होइन। तपाईँले यही कुरा हेर्नुहोस्, तपाईँले हिन्दू समुदायले तपाईँलाई ठोक्छ, मलाई कारबाही हुन्छ। देशको सक्नुहुन्छ नि कारबाही गर्नु। तपाईँ के राजा महाराजा संविधान भन्छु नि, म कानुनको विपरीतमा कामै गरेको छैन भन्छु। यदि मान्छे फोटो चलाउँदै हिँड्नु, तपाईँलाई कानुन के नै थाहा छैन, कानुनै के हो थाहा रहन्छ। फोटो चलाउँदै हिँड्नुहुन्छ, तपाईँलाई थाहा छ। जो चाहिँ के अरे निम्चरा छन्, जो बोल्दैन, जो समाजमा राम्रो गर्छ, त्यसको फोटो चलाउँदै हिँड्नुहुन्छ। तपाईँ बाबुरामको फोटो चलाउन सक्नुहुन्न, होली वाइन खानेको फोटो चलाउन सक्नुहुन्न होइन। त्यो समता फाउन्डेसन चलाउने चेयरम्यानको चाहिँ के अरे फोटो चलाउन सक्नुहुन्न, रायसमाले फोटो चलाउनुहुन्छ। समता फाउन्डेसनको चेयरम्यान राजनीति के भएन। तपाईँ के हुन्छ, रायसमाललाई मैले महानायक बनाएर मैले ट्याग दिएर रायसमाल महानायक हुने, तपाईँले दिएर ट्याग दिएर महानायक हुने हो र? आम जनताले दिएको हो नि।
तपाईँ भन्नुहुन्छ कि मैले भनेको हुनुपर्छ, तपाईँ जात ट्याग लगाइदिनुहुन्छ, धर्म ट्याग लगाइदिनुहुन्छ। तपाईँ किशोरजीले चाहिँ महानायक भन्नुभयो, तपाईँको लागि ल तपाईँको लागि नहोला अरे, तर मैले मात्रै भने हो र? सम्पूर्ण यत्रो समाजले चाहिँ महानायक भन्दा तपाईँ कहाँ जानुभएको थियो? होइन, जब एउटा फिल्म त हेर्नुमा चाहिँ के ठुलो कुरो गर्नु? जातको प्रश्न कार्यक्रममा अतिथिको रूपमा बोलाउनु हो भने जानुहुन्छ कि जानुहुन्न? होइन, बिल्कुल जान्छु, म पनि जान्छु र हाम्रा धर्मगुरुहरू पनि जान्छन् त्यस्ता कार्यक्रमहरूमा। एकदम म त्यही भन्दैछु, राजेश हमालजीले यदि वास्तवमा त्यो छुवाछुत अथवा जातको अथवा हाम्रो समाजमा जुन विकृति छ त्यसलाई अन्त गर्ने उनको चेष्टा थियो भने, उनको सपना थियो भने सकारात्मक जुन कुराहरू गर्न सक्छन् हाम्रो समाजमा, जो लडाउने भन्दा पनि समाजलाई सुल्झाउने, समाजको द्वन्द्वलाई निम्त्याउने जुन सकारात्मक पहलहरू भइरहेको छ ती पहलसँग जोडेका व्यक्तित्वहरूलाई बोलाउनु पर्थ्यो, तर त्यसलाई बोलाएनन् उनले। उनलेमा तपाईलाई बोला भने जानुहुन्छ हैन? एकदम जान्छु। अब अन्तिममा भन्छु, एउटा घटना बताउँछु म। अन्तिममा के जाउँ भन्दा होइन, उहाँले तपाईँ यहाँ जाति र धर्म जुदाएर चाहिँ यत्रो विखण्डन गरेर फोटो बाल्दै हिँड्नुहुन्छ, राय समालले उहाँलाई बोलाएर उ गर्ने नबोलाओस् के छ, उहाँको त्यो चर्चबाट उहाँको त मलाई किन बोलाउँछ? त्यति चर्चबाट पैसा खाएको मान्छे तपाईँ योग्य हुनु पर्यो कि यस्तो गरेर तपाईँ हिन्दू धर्मगुरुहरूलाई किन बोलाउँछन्? किनभने बौद्धिक बहस गरौँ विनयजी, बौद्धिक बहस गरौँ, खालि एउटै पक्षमा नअल्झौँ। र तपाईँलाई मैले सुरुमा नि सोधेको थिएँ, यो नामअनुसारको काम भएन, एकता भन्ने शब्द हटाउनु पर्यो तपाईँको यो अभियानबाट। किन यो एकता भन्नुहुन्छ, यो एकता कसरी भयो? देशव्यापी रूपमा तपाईँले भन्नुहुन्छ 25,000 कार्यकर्ता साथीहरू हुनुहुन्छ, 35,000 कति भन्नुहुन्छ, 6 जनाले फोटो जलाएको हुन्छन्, तपाईँ भाइरल हुनका लागि नै आउनु भएको जस्तो सङ्केत देखिन्छ। एकता भन्नुहुन्छ, कसरी एकता हुन्छ यसरी? म भन्दैछु, अब बोल्न दिनुहोस्। सिम्बोलिक विरोधमा सङ्ख्याको महत्त्व हुँदैन, 10 जना 5 जना सिम्बोलिक विरोध गर्न पाइन्छ। प्री प्लानिङ गरेर सुनियोजित ढङ्गबाट जलाएको जस्तो, म जलाउँ, लाइटर बालौँ, खुट्टाले कुन्छौँ, त्यो त एकदमै स्क्रिप्ट वाइज गए जस्तो भयो क्या। सुन्नु न, तपाईँ सिम्बोलिक विरोध गर्दा सङ्ख्याको महत्त्व हुँदैन। तपाईँलाई सङ्ख्या, राजेश हमालजीलाई सङ्ख्या नै देख्नु छ भने हामी प्लानिङ गरेर गर्छौँ, कार्यक्रम गर्छौँ, टुडी खेलमा गर्छौँ। चलाउनुहुन्छ र? अब म अन्तिममा सोध्छु, अब राजेश हमालले तपाईँले भन्नुभयो नि क्रिस्चियन एडको लगानीमा यो कार्यक्रम निरन्तरता दिए, जातको प्रश्न आइरह्यो भने फेरि पनि फोटो जलाउनुहुन्छ राजेश हमालको? फेरि पनि विरोध गर्छौँ। कहाँ जलाउनुहुन्छ अब? अस्ति भीमसेन गोलामा जलाउनुहुन्छ, अब कहाँ जलाउनुहुन्छ? फेरि पनि विरोध हुन्छ उहाँको। र होइन, उहाँ सोसल मिडिया हेर्नुहोस् न, उहाँको कति विरोध भइरहेको छ। तपाईँहरू सोसल मिडियामा जानुहोस् न, उहाँको विरोध कति भइरहेको छ। प्रश्न राय समालले चलाउँदाखेरि राय समालले चाहिँ यहाँ गलत गर्यो भने कसले चाहिँ कहाँ चाहिँ बोलेछ भने नकारात्मक कुरा उठाउनेहरूलाई बोलायो, त्यो गल्ती होइन। सकारात्मकलाई बोलाउनु पर्छ नि। देखियो त सकारात्मक हिन्दू जुदाउने, हिन्दू धर्मको नामले धर्ममा जुदाउने काम उनले गरेका छन्। तपाईले चाहिँ गर्नुभयो सिधै म हिन्दू हो क्रिस्चियनले खाए भन्नुभयो। म भन्दै छुवाछुत कसरी अन्त हुन्छ भनेर एउटा म तपाईँले अझ डुबाइदिनुहुन्छ यहाँ। तपाईँहरू जस्तो त्यसरी समाज भनेर चलाउँदै हिँड्नु त खतम पार्ने हुनुभयो। कलाकारिता पनि सक्नुहुने भयो। तपाईँ कलाकार मान्छे, कलाकारलाई बोल्ने ऊ हुन्छ, अभिनय गर्ने क्षमता हुन्छ। तपाईँ अभिनय यहाँ कमसेकम बौद्धिक डिबेट गर्नुहोस् होइन। कला क्षेत्रको व्यक्ति भावनाले तपाईँले फोटो जलाउँदा कला क्षेत्रमा अलिकति दाग लाग्यो कि? हाम्रो भनाइ यो मात्रै हो कि तपाईँको त्यो घटना, त्यो विरोधले कुनै पनि नेपालको कुनै पनि कलाकारले अन्यथा मान्नुपर्ने आवश्यकै छैन। चित्त दुखाइ त हुन्छ नि सर, एउटा कलाकारको फोटो त्यसरी जल्दा आम कलाकारले चित्त दुखाउँदैनन्? तपाईँको फोटो जलाउँदा तपाईँको परिवारलाई चित्त दुख्दैन सर? सुन्नु न, मेरो परिवारको कुनै मान्छेले गलत गरेको छ भने त्यो जेल जान्छ भने मैले चित्त दुखाउनु पर्ने कुनै आवश्यकै छैन। मैले भन्दा नि तपाईँको फोटो जलाउँदा तपाईँको श्रीमती छोराछोरी चित्त दुखाउँदैनन् भने? मैले गलत गरेको छु भने त्यो गलत गरेको छ विनयजी, त्यो गलत गरेको कि सही गरेछ भन्ने कुरा त निकाय होला नि। त्यो गलत गरेको कि सही गरेछ भन्ने निकाय होला नि त सर। मैले विरोध गरेको छु, यसको पनि निकाय छ नि त बाबा। तपाईँको कस्तो एकतर्फी कुरा गर्दै हुनुहुन्छ? होइन, एकतर्फी सबको निकाय छ। मैले विरोध गरेको छु, लोकतन्त्रमा विरोध गर्नु। तपाईँले त सिधै भनिदिनु भयो कि यो आरोप नै प्रमाणित गरिदिनु भइसक्यो, तथ्य नै आइसक्यो कि। यहाँ सुन्नु न, होइन त्यसको निकाय होला नि त भन्ने। तर तपाईँ अदालत हुनुभयो क्या अहिले। तपाईँले अदालतको जस्तो न्यायाधीश बनेर राजेश हमालले गलत नै गरिसके, मैले फोटो जलाएर राम्रो गरेँ, अर्कोचोटि नै जलाउँछु, कति प्राउड फिल क्या तपाईँलाई? समता फाउन्डेसनले नै सार्वजनिक गरेको छ, चर्चको पैसा लिएर त्यो प्रोग्राम चलेको। मैले होइन सुन्नु न, पारिश्रमिकको एउटा परिश्रम हुन्छ नि। तपाईँ फिल्ममा सुन्नु न, तपाईँ फिल्ममा तपाईँ फिल्म सही गर्नुहुन्छ, स्क्रिप्ट हेर्नुहुन्छ कि हेर्नुहुन्न?
स्क्रिप्ट नहेरिकन फिल्म सही गर्नुहुन्छ जातको प्रश्न हैन राजेश हमालजी जस्तो मान्छे गलत छ त भन्दिन न स्क्रिप्ट नहेरिकन जातको प्रश्न सही गर्दिन राजेश हमालको बौद्धिकता कार्यक्रमको चाहिँ तपाईलाई त्यो ज्ञानै रहन्छ तपाईँ बौद्धिक भन्नुहुन्छ अहिले के भन्नुभयो बौद्धिकता कुरा गर्नुहोस् तपाईँ बौद्धिकता बोकेको मान्छेले एउटा मान्छेको चाहिँ एउटा महानायकको फोटो चलाउँदै हिँड्छ ल उहाँले गलत काम गर्यो भने के गलत गर्नु विरोध हुन्छ नि कहाँ हिन्दू धर्मको विरोध गर्नुभयो कि जनाईको विरोध गर्नुभयो उहाँले हिन्दू समाजको नकारात्मक कुराहरू उठाउनु भयो समाजमा सुधार गर्नु छ भने सकारात्मक कुरा त्यो तपाईलाई मैले भनेको एउटा दलित जसले न्याय पाएको छैन त्यो हिन्दू होइन उसको कुरा उठाउन नपाउने बाबा अनि हिन्दू समाज कस्तो कुरा गर्नुहुन्छ यति दिनको इतिहासमा राजेश हमालजीले एउटा पनि दलितको उद्धार गर्नु भएको छ धुर्मु सुन्तली जस्तो भनिदिनुहोस् त राजेश हमालले फिल्म खेलेर अन्याय विरुद्ध लड्नुपर्छ नभने भए अहिले तपाईँ यो गणतन्त्र आउँथेन के कुरा गर्नु राजेश हमाल मैले सुरुमै भने तपाईले सिनेमा भन्ने तपाईले हेर्नु भएको सिनेमा भन्ने फिल्म हेर्नुस् त्यतिखेरको आतंककारी भनेर चाहिँ ट्याग लगाएर हिँडेको एउटा क्यारेक्टर राजेश हमाल हुन्छ सिनेमा भन्ने फिल्म हेर्नु सुरुमै भनेको उहाँले कलाकारिता क्षेत्रमा राम्रो गर्नुभयो फिल्मले फिल्म जगतमा राम्रो गर्नुभयो राम्रो फिल्महरू गर्नुभयो त्यो उहाँहरूको त्यसकारणले उहाँले माया पनि पाउनु भयो समाजको पैसा दिँदैमा भात दिँदैमा मात्र सहयोग हुन्छ हैन तपाईँ त्यो स्क्रिप्ट हेर्नु न त्यो कार्यक्रमको त्यो प्रोग्रामको स्क्रिप्ट हेर्नु न को आएको छ त्यो प्रोग्राममा सबसे सेकुलर आएको छ तपाईँ बाहेक सबै आछन् जो अनावश्यक छ जो आवश्यक छैन त्यो कार्यक्रमलाई त्यो मान्छे आएको छैन तपाईँ बाहेक सबै आछन् भोलि पनि आउँछन् एउटा पनि हिन्दू धर्मगुरुलाई हेराइदिनुस् त तपाईँ धर्मगुरुलाई बोलाउँछ राजेश हमाल राम्रो नत्र नराम्रो फोटो चलाइदिने बिल्कुल तपाईँ हो हिन्दू धर्मको कुरा उठाउने हिन्दू धर्मको कुरा उठाउने अनि सेकुलरहरूलाई बोलाउने एकतर्फी बोलाउने राम्रो नत्र नराम्रो जहिले दली राख्ने हैन तपाईँ कुरा उठाउनु मैले व्यक्तिको कुरा गरेको होइन अन्तिममा किशोरजी अब कलाकार एकजुट हुने बेला आएको हो आज एउटा कलाकारलाई फोटो जलिरहँदाखेरि यो व्यक्तिगत इस्यु हो कि भनेर कलाकार नबोल्दा अब कलाकार एकजुट हुनुपर्ने बेला आएको हो कि होइन भनेको उहाँले अहिले नैतिकताको कुरा गर्नुभयो जोसँग जिम्मेवारी बोध्नै छैन नैतिकता नै छैन कार्यक्रम जुन त्यो कार्यक्रमको सन्दर्भ नै बुझ्नु भएको छैन अब त्यस्ता मान्छेको पछि लगाएर बोल्नु नि बेकार म नै बोलेको बेकार जस्तो लाग्यो क्या मलाई बुझ्नु भएन उहाँले अहिले बौद्धिक कुरा गर्नुभयो बौद्धिक मान्छेले त संवेदनशील हुन्छ सम्बन्धित ठाउँमा जान्छ आफ्ना कुरा राख्छ यो गरेर चाहिँ राजेश हमाललाई उहाँको चाहिँ एकादश हमालले यो चाहिँ हिन्दूलाई चाहिँ प्रतिबिम्बी भयो यो कार्यक्रम के गर्दै हुन्छ राजेशजी भन्ने एउटा लेटर हुन्छ एउटा केही त हुन्छ नि त एउटा तरिका हुन्छ नि त दुई चारजना लिएर आएर चाहिँ चस्मा लगाएर चाहिँ ल म लात्ती हान्ने फोटोलाई एकचोटि जलाएर जलिसक्यो फेरि लात्ती हान्ने भनेर भिडियो बनाएर उहाँ जस्तो बौद्धिक कुरा गरेर म बौद्धिक भन्नुहुन्छ बौद्धिक मान्छेले गर्ने तरिका त्यही हो भनेको मेरो भनाइ उहाँ के भन्नुहुन्छ म संविधानै मै हो अब चाहिँ देशको सम्पूर्ण मै हो राजेश हमालले मलाई कारबाही गरेर देखाओस् भन्नुहुन्छ अनि म भन्छु उहाँलाई एउटा मात्रै त्यस्तो हिन्दू धर्ममा खलबलिने कुरा राजेश हमालले गरेछ भने उहाँ बोल्नै पर्दैन हामी बोल्दैनौँ मैले अघि भन्न हामी त हेर्नुहोस् हिन्दू धर्मको नाम लिएर नागरिक बोल्छन् नि तपाईँको कुरामा आम नागरिक अहिले बोलेकै छैन नि सर एकदम तपाईँ सोसियल मिडियामा जानुहोस् न कति विरोध भइरहेको छ आम नागरिक बोलेका छन् यस्तो थोरै छ तपाईँ एकतर्फी हेरेर 10वटा कमेन्ट तपाईँको पक्षमा आयो भनेर त्यसलाई आम नागरिक नठान्नु न मात्र नजानुस् न धेरैले फेसबुकबाट ट्विटरबाट यो कुरा उठाएको छन् मैले भन्नु अब म के भन्दैछु भन्दाखेरि हुन त यो कुरा के छ भने अहिले उहाँले भने जस्तो राजेश हमालले चाहिँ के अरे कारबाही गर्न सक्छ भने देखाओस् न भन्यो भने कारबाही गर्नै पर्ने भने उहाँलाई हामी कानुन सम्मत नै सुन्नु कानुन सम्बन्ध कारबाही गर्न तयार छौँ तर मैले भनेको कुकुरले आफ्नो खुट्टा टोक्यो भने कुकुर खुट्टा टोक्न मिल्दैन रहेछ कि सर उहाँले के म बौद्धिक भन्नुहुन्छ उहाँको बौद्धिकता मलाई एउटा देखाइदिनु न एकदम बौद्धिक समाजमा विरोध गर्ने विभिन्न तरिकाहरू हुन्छ त्यो तरिकाको माध्यमबाट हामीले विरोध गरेका हौँ र राजेश हमालजीलाई सुन्नुहोस् राजेश हमालजीलाई यो घटनाको कारणले उहाँमाथि कारबाही पनि हुनुपर्छ हामी मुद्दामा पनि जान्छौँ हिन्दू समाजमाथि उहाँले हिन्दू समाजको भावनामाथि कुटराघात गर्नुभएको छ उहाँमाथि कारबाही पनि हुनुपर्छ यहाँ सुन्नुस् कारबाही न कि तपाईको हिन्दू समाजले यो कार्यक्रमको आधारमा त राजेश हमाललाई कारबाही त के एउटा रौँ पनि हल्लाउन सक्दैन के कुरा गर्नु के आधारले कारबाही गर्नुहुन्छ मलाई भनिदिनु न अब त्यो त कारबाही के आधारले गर्ने मलाई एउटा भनिदिनु न तपाईँ न्यायाधीश नबन्नुस् न के आधार छ तपाईँ न्यायाधीश नबन्नुस् म तपाईँलाई सोध्दैछु के आधार छ भनिदिनु न त्यो त मुद्दामा जान्छ अनि मुद्दामा के आधार छ त के भन्छ कहिले मुद्दा कहिले हाल्नुहुन्छ हैन मुद्दा कहिले हान्ने नहान्ने त्यो हाम्रो टिम छ टिमले बोल्नकै लागि बोले जस्तो नगर्नुस् न कहिले हाल्नुहुन्छ त हामी कारबाहीको लागि माग गर्छौँ नि हामी एकदम माग के हो विनयजी तपाईँको माग के हो टु दी पोइन्ट विनयजी तपाईँको माग के हो तपाईँको माग के हो टु दी पोइन्ट है माग के हो हाम्रो यो उहाँको कुनै पनि माग पास हुँदैन ल मैले बोल्दै हाम्रो यो देश कुनै पनि माग पास हुँदैन राजेश हमालको गल्ती के मलाई त्यति भन्दिनु न एउटा कुरा हो यो देशलाई
हिन्दू गणतन्त्र स्थापना गर्ने हिन्दू गणतन्त्र स्थापना गर्ने हिन्दू समाजको विकृतिहरू हिन्दू समाजले नै अन्त्य गर्नेछ त्यसको लागि हिन्दू समाज हिन्दू सङ्घ गरिरहेको छ नि तपाईँलाई थाहै छैन कतिवटा हिन्दू समाजको लागि काम गरेको छ तपाईँलाई थाहै छैन अब हामी फिल्म बनाएर हेराउँदैनौँ त्यही हो सक्नु पर्यो फिल्म बनाउन जान्न पर्यो ठिक हो सबको आफ्नो आफ्नो क्षेत्र हो सबको आफ्नो आफ्नो क्षेत्र हो तर म जुन काम गरिरहेको छु हुनसक्छ तपाईँसँग नपुगेको होला तपाईँ जान्ने जानकारी गर्ने प्रयास गर्नु पर्यो के सर तपाईँले तपाईँ कति जानुभएको छ राजेश हमालजी कति जानुभएको छ म कति जाउँ न बसौँ टेबलमा सर्वे गरौँ म कुनै पनि के भन्छ अरे यो समाजसेवी पनि होइन म कुनै अभियन्ता पनि होइन केही पनि होइन मेरो पेसा एउटा कलाकारिता हैन तपाईको पनि आफ्नो व्यवसाय होला नि त कि तपाईँ पेसा यस्तै गरेर चाहिँ भद्रगोल गर्दै फोटो जलाउँदै हिँड्ने पेसा हो कि हैन मेरो व्यवसाय छ अनि मैले भन्न खोजेको राज समाजको तपाईले मलाई हैन म कलाकारको आधारमा र म हिन्दू जमको आधारमा अथवा चाहिँ कुनै धर्मको आधारमा जेको हिसाबले तपाईँले मलाई सोध्नुहोस् राजेश हमालको त्यो कार्यक्रम मार्फत कहाँ कुन चाहिँ एउटा त्यस्तो गल्ती छ कि नेपाली संविधान कानुनले कारबाही गर्न पर्यो मलाई त्यही त तपाईँले अघि उदाहरण दिएँ कि तपाईँ झुटो बोल्दै हुनुहुन्छ भन्ने मात्रै गल्ती हो तपाईँ आफूलाई झुटो यसले झुटो मलाई झुटो बोलेको भन्नुहुन्छ तपाईँ सत्य बोलिराख्नु भएको छैन भनेपछि तपाईँ बुझ्न सक्नुहुन्न हेर्नुहोस् यस्तै भयो भने त तपाईँ शब्दमाथि केलाइराख्नु भएको छ भने त्यही त उदाहरण मैले दिएँ तपाईँ झुटो बोलिराख्नु भएको छ भनेपछि मात्र तपाईँ बुझ्नुहुन्छ तपाईँ असत्य बोलिराख्नु भएको छ भनेपछि हुँदैन मैले तपाईँलाई भनेको उहाँले छुवाछुत अन्त्यको लागि एउटा पनि समाजमा त सकारात्मक पहल पनि भइरहेको छ नि सुन्नु न समाजमा सकारात्मक पहल भइरहेको छ कि छैन छुवाछुत अन्त्यको लागि भएको छ नभएर त यो कुरा आयो नभएर त तपाईहरु रिसाउनु भयो त्यही त तपाईँले गर्दिनु आमा तपाईहरु रिसाउनु भयो तपाईले हेर्नु भएको छैन तपाईलाई म एउटा प्रश्न गर्दै छु म भन्दै छु म तपाईलाई मैले भनेको तपाई जस्तो म एउटा हिन्दूको नाताले भन्नु पर्यो भने तपाई जस्तोले हिन्दू समाज एकता भनेर चलाएर बसेको मान्छेले चलाएको हिन्दूहरुको भविष्य अब के हुन्छ त अनि त्यो त तपाईको सोच हो हैन तर हाम्रो हामीलाई दलितले पनि खेल्ने भए जनजातिले पनि खेल्ने भए आदिवासीले पनि खेल्ने भए तपाईहरु के भन्नुहुन्छ संविधानले सबैले के भनेको छ भन्दा जातको कुरा नगर्ने भन्दाखेरि बाहुन भनेर काटेर हिँडिरा हुन्छन् हैन मैले भने तपाई जस्तो तपाईले बौद्धिक मान्छे भन्नुहुन्छ तपाई आफूलाई बौद्धिक मान्छेले चाहिँ के रे एउटा कार्यक्रम चलाउँदाखेरि त्यो पनि नेपालीको हितमा कार्यक्रम चलाउँदाखेरि अनि हिन्दू र नेपालीको हितमा चलाएका हैनन् त्यो त चर्चको हितमा चलाएका हुन् चर्चलाई के हित भयो चर्चलाई के हित पछाडीको कुचेष्टा त बुझ्नुस् न चर्चलाई के हित भयो बिल्कुल हिन्दू सुन्नुस् हिन्दू समाज बदनामी हुन्छ हिन्दू समाजमा फुट आउँछ भने चर्च छिराउन सजिलो हुन्छ ईसाईकरण फैलाउन सजिलो हुन्छ राय समाजले यो कार्यक्रम चलाए तपाई हिन्दू अब भोलि राय समाजले यो कार्यक्रम चलाउँदै गयो भने तपाई क्रिश्चियन बन्नुहुन्छ बिल्कुल त्यसबाट जो त्यो विषयवस्तुबाट प्रभावित हुने मान्छे त बन्छ नि बिल्कुल भन्नु तपाई प्रभावित हुनुहुन्छ हैन म किन हुन्छु म प्रभावित छैन म प्रभावित भएको चलाउँथे म विरोध गर्थे म हिन्दू मानेको मान्छे तर उहाँको फलोअर छन् नि उहाँको फ्यानहरु छन् उहाँबाट प्रभावित हुन्छन् र त्यो प्रभावित भएको मान्छेहरु फ्रस्ट्रेसनमा जान्छन् तपाईले के भन्नुहुन्छ पल्लो घरको गेट कच्चा छ त्यो पल्लो घरमा चोर छिरो मेरो नि छिर्छ भने कुरा हेर्नु सत्यवादी हिन्दू छन् र हिन्दुत्व मान्छन् बुझ्छन् भनेदेखि यहाँ क्रिश्चियन त के राय समाजले ल्याएका यस्ता कार्यक्रम त के आए पनि माखो भुत्लो कहीँ कसैलाई केही असर पर्नेवाला छैन तर तपाईँ जस्ता यी हुन्छ नि यो धर्मको नाम लिएर एजेन्डा बनाएर दलाली गर्नलाई चाहिँ असर पर्दो रहेछ क्या यहाँ तपाईको सोच होला तपाईले मेरो प्रश्न त्यही छ त्यसरी हेर्नु भयो होला तर हामीले जुन काम गरिदैछौँ हामीले जनताको लागि गर्दैछौँ जनताले हेर्दैछन् हैन जनताले समयमा परिणाम पनि दिनेछन् हैन हामी राष्ट्रिय एकता भनेको यो समाजमा हिन्दू समाजमा सबै वर्णको समाज छ त्यो सबलाई जोड्ने काम यो देशमा जुन एउटा जातीय वितण्डना मचाएर देशलाई फोड्ने जुन काम भइरहेको छ त्यसलाई जोडेर त्यो जोड्ने एउटा मात्रै सूत्र हो त्यो हिन्दुत्व हो किनभने तपाई पूर्वतिर जानुहुन्छ भने त्यहाँ जनजातिको आफ्नो कल्चर छ आफ्नो सभ्यता छ आफ्नो संस्कृति छ तराईमा जानुहुन्छ भने त्यहाँ जनकपुरतिर सुन्नु अब अन्त्यमा जातीय छुवाछुत अन्त्यका लागि के गर्नु पर्ला किशोरजी अब अन्तिममा हामी कार्यक्रमको अन्त्यमा छौँ म उहाँलाई एउटा प्रश्न गर्छु अब तपाईकोमा त 35,000 छन् तपाईको यो समाज एकता गर्दै छन् त्यो त गर्दै जाने हो नि अर्को पनि त होला नि त हिन्दूको अर्को एकता पनि बिल्कुल छ अरु पनि छन्
भन्छ हिन्दूमा पनि छुट्टा छुट्टै हैन राजनीति पार्टी हैन एउटाले गाली गर्ने त्यो हाम्रो राजनीतिक पार्टी हैन हाम्रो सामाजिक संस्था हो सामाजिक रूपले समाजमा अवेयरनेसको लागि काम गर्ने हो सबले गर्नुपर्छ तपाईले पनि गर्नुपर्छ चलचित्र विकास बोर्डले पनि गर्छ चलचित्र कर्मी संघले पनि गर्छ सबको अधिकारको कुरा हो सामाजिक काम सकारात्मक काम सबले गर्नुपर्छ हैन त्यसले सकारात्मक भनेको फोटो चलाउँदै हिँड्ने अब अन्तिममा जातीय छुवाछुत अन्त्यका लागि अन्तिममा ओके विनयजी राजेश हमालको ठाउँमा अर्को प्रेजेन्टर भइदिए भए तपाईँले उहाँको पनि फोटो चलाउनु एकदम राजेश हमालजी एउटा यो देशको सार्वजनिक व्यक्तित्वको रूपमा एउटा पहिचान हासिल गर्नुभएको उहाँको फिल्मको कारणले उहाँको कलाकारिताको कारणले उहाँको धेरै फ्यान छ तर त्यो फ्यानहरूलाई राजेश हमालजीलाई नै त्यो कार्यक्रमको प्रस्तुता किन बनाइयो त्यो बुझ्नुहोस् किनभने एउटा प्रत्येक कलाकारले तपाईको चाहिँ के अरे यो एकता समाजलाई आएर हामी कहाँ काम गरौँ हजुर भनेर टोपन काटेर अनुमति लिएर गर्नुपर्छ तपाईँ स्क्रिप्ट पढ्नु तपाईँ फिल्म बनाउँदाखेरि डाइरेक्टरले फिल्म काम गर्छ नि प्रोड्युसरले फिल्म बनाउँदाखेरि कलाकार कामै गर्न पाउने भन्ने छ नपढिकन सही गर्नुहुन्छ यत्तरी स्क्रिप्ट पढेर राजसमाल क्रिस्चियन भयो भनेको हैन राजेश स्क्रिप्ट त जातको कुरा गर्नुपर्छ नकारात्मक कुरा उठायो नि समाजको कार्यक्रम आउँदाखेरि स्क्रिप्ट नै बनेर आउँछ फलानु दलित यो भयो त्यो भयो अब तपाईको एकता समाजलाई गएर राजसमालले हजुर यहाँ काम गर्न पाउने कि नपाउने हजुर मेरो स्यालेरी तोकिदिनुहोस् हजुर कहाँ पठाइदिनुहोस् हजुर भने अब तपाईँकोमा आउनुपर्ने होइन अन्तिममा धेरै लम्बियो विनयजीलाई मेरो एउटै प्रश्न अब हामी विकास निर्माणको कुरा गर्न थाल्नुपर्ने यो समयमा अझै पनि हामी जातमै अल्झिने अझै पनि हामी धर्ममै अल्झिने हो र अब त हामीले नेपाललाई कसरी समुन्नत बनाउन सकिन्छ कसरी विकास गर्न सकिन्छ युवाहरूलाई कसरी एकजुट बनाएर रोजगारी सिर्जना गर्नुपर्छ भने तपाईँ जस्तो यो कपाल फुलिसकेको उमेरमा आएर तपाईँ जात धर्ममा कसरी अल्झिरहनु भएको छ अलिकति पनि तपाईँ सोच्नुहुन्छ भने अब हाम्रा सन्ततिका लागि हामी देशको लागि सोच्नुपर्ने समय होइन यो एकदम सही क्वेसन गर्नुभयो आजभन्दा 20 वर्ष पहिला जानुहुन्थ्यो भने यही जातको कुरा छुवाछुतको कुरा धेरै चरम सीमामा थियो तर आज न्यून भएर आएको छ आउने 10 वर्षपछि 5 वर्षपछि यो इतिहासमा सीमित मात्रै रहन्छ कि नेपालमा छुवाछुत थियो हैन आउने हाम्रो सन्ततिले यो पढ्नेछन् आज विकास निर्माणको काम हुनुपर्छ त्यसको कुरा उठाउनुपर्छ तर राजेश हमालजीले आज छुवाछुत न्यून भइरहेको परिस्थितिमा उहाँले छुवाछुतको कुरा उठाउनु भयो आज हाम्रो समाज हिन्दू समाज एकमुट्ठी हुने समयमा उहाँले छुवाछुतको कुरा उठाउनु भयो जातको प्रश्न मैले उठाएको होइन राजेश हमालजीले उठाउनु भयो त्यो स्क्रिप्ट कसको चर्चको स्क्रिप्ट पढेर त्यो उहाँले गलत गर्नुभयो 21औं शताब्दीमा विकास अघि बढ्ने नि भने नि राजेश हमालजीले कुन विकास निर्माणको कुरामा आवाज उठाइदिनु भएको छ भएको छैन तर जातको प्रश्न 21औं शताब्दीमा जहाँ छुवाछुत हाम्रो देशमा न्यून भइरहेको छ 20 वर्षको पहिलाको इतिहास हेर्नुहोस् आजको इतिहास हेर्नुहोस् छुवाछुत न्यून भइरहेको छ आउने दिनमा समाप्त हुन्छ तर 21औं शताब्दीमा आएर राजेश हमालजीले जातको कुरा उठाउनु भयो उहाँले गलत गर्नुभयो उहाँले विकास निर्माणको कुरा उठाउनु भयो नि उठाउनु पर्थ्यो नि पूर्व मन्त्रीहरूलाई पूर्व प्रधानमन्त्रीहरूलाई बोलाउनु भएको थियो कार्यक्रममा विकास उहाँहरूसँग सोध्नु पर्थ्यो नि विकास निर्माणको कामहरूको बारेमा तर उहाँले जातको प्रश्न खडा गर्नुभयो किन चर्चले हाम्रो समाजमा जुन एउटा विकृतिको रूपमा रहेको छ त्यसलाई फोकस गरेर चर्च छिराउन सजिलो होस् भनेर अभिप्रायहरूले कुचेष्टाले यो कार्यक्रम चलाएको हो म आज पनि दावाको साथ भन्दैछु आउने दिनमा यो स्पष्ट पनि हुन्छ आज उहाँ कलाकार भएको नाताले उहाँलाई दुःख लाग्ला तर भोलि सत्य हुन्छ सुन्नुस् सत्य हुन्छ सत्यलाई कागजको फुललाई ढाकछोप गरेर त्यसमा सुगन्ध आउँदैन सुन्नु मैले तपाईँलाई भनेको राजेश हमालले यो कार्यक्रम चलाएपछि मात्रै नेपालमा चर्च बनेको हो तपाईँले मलाई त्यो कुरा भनिदिनु न त त्यो तपाईँको कुरा म सहमत राजेश हमालले यो जातको प्रश्न सोधेपछि क्रिस्चियन बनेका हुन् नेपालीहरू चर्चहरू आएका हुन् त्यो के क्रिस्चियन त्यही भन्दैछु क्रिस्चियनहरू दिन प्रतिदिन उनीहरू आफ्नो अभियानमा नेपालीहरूलाई सोझा साझा नेपालीहरूलाई कुनै न कुनै प्रलोभनबाट कुनै हस्पिटलको नामबाट कोही बाइबल बाडेर भए पनि कसैले पापबाट प्रभुले मुक्त गरिदिनुहुन्छ क्षमा गरिदिनुहुन्छ उसको नाममा कुनै विभिन्न प्रकारको जुन षड्यन्त्र चलिरहेको छ इसाईयत गरौँ न अब हामी आस्थामाथि नजाउँ अब किशोरजी होइन तपाईँलाई मैले जे प्रश्न सोधेँ त्यसको उत्तर मैले पाएँ अब किशोरजी अब कलाकारले कलाकार कुनै बााउन्ड्रीमा बसेर काम गर्नुपर्ने हो त उहाँको आशय अनुसार अब कलाकारको पनि एउटा सीमा हुन्छ परिधि हुन्छ स्वतन्त्र हो कलाकारको सीमा हुँदैन हेर्नुहोस् कलाकारलाई मैले अघि भनिहालेँ तल रोडदेखि सदनसम्मको भूमिका गर्नुपर्छ कलाकारले काम गरेर खाने हो जस्तो अहिले समाज एकताले बोलाओस् अथवा समता फाउन्डेसनले बोलाओस् अथवा चाहिँ भोलि कुनै बुद्धिस्ट एकताले बोलाओस् अथवा कसैले बोलाओस् कलाकारलाई आपत्ति छैन कलाकारलाई कुनै मन्दिर जान पनि आपत्ति छैन कुनै जातकोमा जान आपत्ति पनि छैन के अरे कुनै धर्म कसैले मान्छ भने आपत्ति पनि छैन
कहीँ कतै कलाकारको अवश्य कलाकारको धारणा मात्र के छ भन्दाखेरि हामीले गरेको कामले समाजलाई देशलाई के दिन्छ। जस्तो अघि उहाँले भन्नुभयो राजेश हमालले चलाएको कार्यक्रमले हाम्रो चाहिँ हिन्दू शास्त्रलाई चाहिँ असर दियो भन्नुभयो उहाँले। त्यस्तो एउटा पोइन्ट देखाइदिनु होला होइन। ल उहाँको विचारमा लागेको चाहिँ देखाइदिनु होला। तर उहाँले कस्तो घमण्ड गर्दै हुन्छ भने कलाकार भनेको केही पनि होइन होइन, कारबाही गरेर देखाओस्। सुन्नु तपाईँले अघि भन्नु राजेश हमालले मलाई कारबाही गरेर देखाओस् होइन, छोडिदिनु यो छलफल तपाईँ बनाएर बोलिराख्नु भएको छ। मैले छ सबै कुरा छ। यो दर्शकले हेरिसके पछाडि कसले के बोल्यो त्यो चाहिँ मूल्याङ्कन पनि गरिहाल्छन् विनयजी। किन भन्दा हामी अहिले 3 जना यहाँ छौँ, तर यो 3 करोड नेपालीमा पुग्ने सामग्री हो। त्यो भएको हिसाबले कसले के भन्यो, कसले के बोल्यो, यो विरोध गर्यो कि यसलाई समर्थन गर्यो कि अथवा तपाईँले गरेका कुरा जायज थिए कि अथवा किशोरजीले बोलेका कुरा कहीँ गलत थिए कि, त्यो छुट्याउने आम दर्शकको हामीले जिम्मा पनि सुम्पिन्छौँ र गर्छन् पनि। र त्यो भएको हिसाबले अब म अन्तिममा तपाईँलाई मैले सोधेँ विकास निर्माणमा जानुपर्ने समय तपाईँ जात र धर्म हुनुहुन्छ, मैले उहाँलाई सोधेँ कलाकारको कुनै बााउन्ड्री हुन्छ कि हुँदैन। अब अन्तिममा भनिदिनुहोस् यो डिबेटबाट चाहिँ तपाईँले चाहिँ के महसुस गर्नुभयो कि हामी यसरी बहस गऱ्यौँ, अझै पनि तपाईँले भन्नुहुन्छ हामी यसैमा अल्झिने हो या नअल्झिने भन्ने प्रसङ्ग ल्याइरहँदाखेरि कलाकारको नाममा चाहिँ हामीले यसरी वाद विवाद गर्दाखेरि समाजको आदर्श अगुवा मानेका व्यक्तिहरूले तपाईँप्रति नकारात्मक धारणा बनाउनु यसलाई स्वाभाविक रूपमा लिनुपर्छ, किनकि समाजको आदर्श पात्र हो राई समाज, सबैले अगुवाको रूपमा लिए। तपाईँले यो कार्य गरिरहँदाखेरि चाहिँ कहीँ कतै तपाईँ कोहीबाट परिचालित हो कि भनेर प्रश्न उठ्नु पनि स्वाभाविक हो। त्यो भएको हिसाबले यो द्वन्द्वको अन्त्यका लागि एउटा भनौँ न एउटा समृद्ध नेपाल हामी परिकल्पना गरिरहेका छौँ, त्यसको लागि यो समय यसरी नै हिँडेर समृद्ध नेपाल त बन्दैन होला। तपाईँ पनि मूलतः पछिल्लो यो समय भविष्यमा राजनीतिमै आउने हिसाबले नै यो एउटा अभियानलाई बोकेर हिँड्नु भएको छ। यसरी त समृद्ध मुलुक बन्दैन होला सर? होइन, समृद्ध मुलुक चाहिँ सकारात्मक कामले बन्छ होइन। उहाँ जुन राजेश हमालजीले जुन एउटा पोइन्टमा पुग्नु भएको छ, जुन लेभलमा पुग्नु भएको छ, उहाँले सकारात्मक कामको कुरा उठाउनु पर्थ्यो, त्यो उठाउनु भएन। उहाँ यस्तो परिस्थितिमा आएर एउटा पनि भ्रष्टाचारको कुरा उठाउनु भएन। होइन त्यो मलाई ठिक छ, तपाईँले भन्नु पनि कतिपय सामाजिक मुद्दाहरूमा उहाँ बोल्नु भएन, करेन्ट इस्युमा बोल्नु भएन, तर तपाईँले फोटो जलाएको देख्दै गर्दा एउटा बाल मनोविज्ञानमा के असर गर्ला त? एउटा बच्चाले के सोच्ला, ए राई समालको फोटो त यसरी जलाउँदा नि हुँदो रहेछ, खुट्टाले कुन्चिँदा नि हुँदो रहेछ, किनकि एउटा पब्लिक फिगरको फोटो जल्दाखेरि आम बाल मनोविज्ञान असर त पर्ला नि। तपाईँले त्यो सोच्नु पर्दैन? फोटो त पब्लिक फिगरकै नै जल्छ नि। ट्रम्प पब्लिक फिगर होइनन्, ओली पब्लिक फिगर होइनन्, प्रचण्ड पब्लिक फिगर होइनन्, देउवा पब्लिक फिगर होइनन्। पब्लिक फिगरकै समाजको अहित हुने काम पब्लिक फिगरबाट हुन्छ भने पब्लिक फिगरकै फोटो पब्लिक फिगरकै विरोध हुने हो, अरूको हुने होइन। यो स्पष्ट हुनुहोस्। र देवी देवताको पनि हुने होइन। यदि उहाँ देवी देवता नै हो भने त ठिक छ, तर उहाँ देवी देवता होइनन्, पब्लिक फिगर हुन्। पब्लिक फिगरले समाजको विरुद्धमा काम गर्यो भने कुन कलाकारले चाहिँ गएर कुन चाहिँ नेताको, कुन चाहिँ अभियन्ताको, कुन चाहिँ जातिको, कुन चाहिँ पार्टीको, कुन चाहिँ धर्मको मान्छेको कुन चाहिँ कलाकारले गएर कहिले फोटो जला देख्नु भएको छ? तपाईँले भनेको तपाईँहरू नै राजनीति गर्ने, एजेन्डा बनाएर लिएर आउने। यही देशमा हामीले ऋतिक रोशनको हाम्रो समाजले ऋतिक रोशनको फोटो जलाएको हो कि होइन? हामीले जलायौँ। बच्चा जस्तो कुरा गर्नु भएको छ। कहिले जलाएनौँ? हेर्नुहोस् कलाकारले गरेर कहिले जलाएनौँ? किन राजनीति पार्टी गर्ने मान्छेले भयङ्कर अहिले चाहिँ के अरे गणतन्त्र ल्याउँछौँ र नेपाली सिनेमालाई भयङ्कर उत्थान गर्छौँ भनेर हिन्दी फिल्मलाई चाहिँ अहिले दलाली गरेर चलाउनेहरूले बालेको। हामी गयौँ न त्यसै झन्डा बोक्दै। अन्तिममा तपाईँका दर्शकलाई के भन्नुहुन्छ? हामी अन्त्य गर्छौँ अब। आम दर्शकलाई चाहिँ किन म यही नै कुरा भन्छु, किन भन्दाखेरि मैले यो व्यक्तिगत इस्युले होइन, उहाँसँग मेरो त्यस्तो केही पनि छैन, तर एउटा चाहिँ राजेश हमालको चाहिँ बिना गल्ती फोटो जलाइयो। किन जलाइयो? उहाँलाई यो मन परितन्त्र कसले दियो? उहाँले धर्म पार्टी जातिका कुरा गर्नुभयो, यो अधिकार उहाँलाई छुट छैन। र अर्को कुरा उहाँले राजेश हमालले सक्नुहुन्छ भने चाहिँ कारबाही गर्नु होला भनेको छ होइन। अब त्यो हामीले कारबाही गर्ने नगर्ने, कलाकार सङ्घले गर्ने नगर्ने, अब यी कुराहरू आफ्नो ठाउँमा छँदैछन्। यो कार्यक्रमलाई हेरिदिनु होला र निष्पक्ष रूपमा जस्तो मेरै मात्रै विषयलाई मात्रै च्याप्नुपर्छ भन्ने छैन, उहाँका मात्रै विषय निष्पक्ष के हो त्यो कुरालाई चाहिँ निकालेर चाहिँ कमेन्ट गरिदिनु होला, सजेसन दिनु होला। र चाहिँ यहाँ अहिले हामी जाति धर्म पार्टीका जे जति कुरा गरे पनि समग्रमा हामी सम्पूर्ण नेपाली एक हौँ। धर्म स्वतन्त्र रूपले तपाईँलाई इच्छा लागेको धर्म मान्नुहोस्, जेमा विश्वास लाग्छ त्यसमा। जात तपाईँको आफ्नो छ, आफ्नो संस्कार छ, त्यसलाई नछोड्नुहोस्। तर किन भन्दाखेरि यसरी डिबेट गरेर दुनियाँ गरेर यी कुराहरू नगरौँ। र एउटा कुरो चाहिँ उहाँको कुरामा म कहाँ जान्छु भन्दाखेरि हामी हिन्दू धर्म मान्नेहरूलाई चाहिँ उहाँले यति कमजोर देख्नुभयो कि राजेश हमालको यो कार्यक्रमले गर्दाखेरि हामी हिन्दू सबै बिकेर चाहिँ क्रिस्चियन हुन्छौँ भन्ने जस्तो उहाँको चाहिँ ध्याय देखियो। हिन्दू त्यति कमजोर छैन,
हुन त अब हिजो हिन्दू नै हामी हिन्दू नै चाहिँ विभिन्न जाति धर्ममा गयौँ के अरे उसमा के अरे धर्ममा गयौँ विभिन्न धर्ममा कतिपय कुरा चित्त बुझेन होला कतिपय चित्त बुझ्यो होलान् अथवा चाहिँ हामीले चाहिँ बुद्ध अथवा क्रिस्चियन अथवा हिन्दू सबै धर्म पनि मानेका हौँ होला के होला आफ्नो आस्था छ यसलाई अन्यथा नलिनु होला तर मेरो भनाइ मात्र के छ भन्दाखेरि राज समालको चाहिँ के अरे फोटो जलाउनु भयो उहाँले के कारण जलाउनु भयो उहाँमाथि चाहिँ नि उहाँलाई मेरो प्रश्न र आम दर्शकलाई पनि यो प्रश्न कि उहाँले चाहिँ नि उहाँकै कुराको आधारमा भन्नुहोस् उहाँले राज समालको एउटा गल्ती पनि देखाउन सक्नु भएन न राज समालले पैसा खाएको देखाउन सक्नुभयो न हिन्दू धर्म गाली गरेर देखाउन सक्नु भएको छ न क्रिस्चियन धर्मलाई न कुनै धर्मलाई काहीँ गाली गरेर कुनै पोइन्ट बिना पनि कुनै गल्ती बिना गल्तीको आधारमा उहाँले राज समालको फोटो जलाउनु भयो किन जलाउनु भयो यो कुराहरूलाई समीक्षा गरिदिनु होला हेरिदिनु होला यही नै भन्न चाहन्छु। अन्तिममा विनयजी जनता जनार्दन भन्छन् होइन जनार्दनले के मूल्याङ्कन गर्छन् तपाईँको अन्तिममा भनाइ के छ? होइन एकदम हामीले जुन काम गरिरहेको छौँ त्यसको जनता जनार्दन नै हो त्यसको हाम्रो काम यदि राम्रो गरेका छौँ भने हामीलाई जनताले नै शाबासी दिन्छन् नराम्रो काम गरेको छौँ निश्चित रूपले जनताले हामीलाई दण्डित के हामीलाई हाम्रो मार्ग चाहिँ बन्द गर्छन् होइन त्यस कारणले हामीले जुन काम गरेको छौँ अझ अहिले पनि म हसो हवासमा र एकदम दबाको साथ भन्दैछु कि समाज र संस्कृतिप्रति कसैले हाम्रो कुठाघात गर्छ भने हामीले त्यसलाई छोड्दिनौँ हामी उसको विरोध गर्छौँ विरोध गर्छौँ संस्कार भन्नु होइन अलिकति सरलाई भनिहालेँ सरी माइन्ड नगर्नु तपाईँ यो हिन्दू धर्मभित्रै अनि यो चाहिँ एउटा चाहिँ समाज एकता अर्को चाहिँ फेरि के एकता 4-5 यो झन् एकताको साथ झन् भाँडियो नि होइन तपाईसँग टाइम छ भने कसरी एकता नेक्स्ट एपिसोडमा हामी बहस गरौँला यो नेक्स्ट एपिसोडमा बहस गरौँला टाइम छ भने 1 घन्टामा बोल्छौँ होइन सुन्नुहोस् होइन कसरी तपाईँले कार्डले क्वेसन गरेर फेरि अर्को क्वेसन गरिदिनुहुन्छ भने त्यसबाट बिदाइ मागौँ तपाईँको अन्तिमको भनाइ के छ? होइन अन्तिमको भनाइ यही छ समाजमाथि कुठाघात गर्नुभएको राजा समालजीले उहाँलाई आत्मग्लानी यदि छ भने निश्चित रूपले उहाँले समाजसँग माफी माग्नुहुन्छ किनभने हिन्दू समाजसँग माग्नुपर्ने कोसँग माग्नु म भन्दैछु यो देश राष्ट्रसँग माफी माग्नुपर्छ किनभने उहाँले आफ्नो 12वटा एपिसोडमा नकारात्मक हिन्दू समाजका नकारात्मक कुरा गर्नेहरू व्यक्तिहरूलाई बोलाएर ल्याउनु भयो सकारात्मक जुन छुवाछुतप्रति जुन सकारात्मक पहलहरू भइरहेको छ त्यसलाई त्योसँग सम्बन्धित एउटा पनि व्यक्तित्वहरूलाई उहाँले बोलाउनु भएन त्यस कारणले उहाँले हिन्दू समाजलाई त्यो भित्री समता फाउन्डेसनको जुन मनसाय चर्च एडको जुन मनसाय छ हिन्दू समाजलाई बदनाम गरेर चर्च छिराउने त्यसको उहाँले गोटी बन्नुभएको छ उहाँलाई आत्मग्लानी गर्नुपर्छ र यो समाजसँग माफी माग्नुपर्छ। अन्तिममा यही भन्दै म तपाईलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु बोलाउनु भयो हाम्रो जनतासम्म हाम्रो विचारहरू पुर्याउने एउटा माध्यम दिनुभयो त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद हाम्रो फिल्मी टिभी कुरा टिभीलाई पनि धेरै धेरै धन्यवाद। र यो बसमा सहभागी हुनुभएकोमा राष्ट्रिय एकता अभियानका संयोजक विनय यादव तपाईँलाई पनि धन्यवाद छ नेपाली चलचित्रका नायक किशोर खतिवडा समय दिनुभयो तपाईँलाई पनि धन्यवाद र तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ। उहाँ क्यामेरा भाइ हुनुहुन्छ तपाईँ हुनुहुन्छ होइन यो विषयवस्तुलाई उठाइदिनु किनभने हामी कस्तो नै हामी कहाँ छौँ भनेदेखि एकदम दुविधामा छौँ कि यो दुविधाबाट छिट्टै निस्किनुपर्छ र अन्त्यमा मेरो आशय के भन्छु भनेदेखि यदि राज समाजको गल्ती छ ठिक छ उहाँले प्रमाणित गर्नु पर्यो अहिलेसम्म प्रमाणित दिनु भएन भनेदेखि चाहिँ उहाँलाई कारबाही हुनु पर्यो मेरो यो पनि कुरा छ। धेरै धेरै धन्यवाद दुवैजना। अब सयौं पसल धाउनै पर्दैन कोटेश्वर एरियाकै लोकप्रिय जेन्स कलेक्सन एमैक्स फैशन वेयर नेकेड जेन्सको प्यान्ट